तपाईको वार्षिक रूपमा आजको डेटमा 2080-81 को हजुर कतिको टर्नओभर गर्नु भएको छ बिजनेस व्यापार? होइन हाम्रो यस्तो छ 18-20 करोडको त भइहाल्छ तपाईँलाई खुलेर। हाम्रो त्यति भएको किन त्यो भने किन रेभेन्यू त्यति नै रोजगारी आजको डेटमा तपाईँले कतिजनालाई प्रत्यक्ष रोजगारी? अहिले 6 महिना लब 1000कै हाराहारीमा काम गर्ने मान्छेहरू हुन्छन् अहिले मसँग। 6 महिना सिजन हुँदाखेरि 350 जना चाहिँ कहिले पनि घट्दैन। 350 देखि 500 जनाको हाराहारी कहिले पनि कम हुँदैन। तपाईँ केही हुन्छ कि भनेर यो देशबाट पनि केही समय बाहिर पनि गएर आउनु भएको? काठमाडौँ आइसकेपछि एक्ज्याक्टली काठमाडौँ आइसकेपछि के भयो भने अब पैसाको त आशै नगरे हुन्छ। बुवाले जेनतेन गरेर 300 रुपियाँ चाहिँ दिएर त्यो गाडी भाडा अब त आफै गर्ने भन्ने हिसाबमा मलाई पठाउनु भएको थियो। दोकानदेखि जर्नी सुरु गरेको, कपडा दोकानदेखि सुरु गरेको मैले आजको जुन यो मितिसम्ममा म आइपुगेँ जहाँ थ्रेड गार्मेन्ट भन्ने मेरो कम्पनी छ। हाम्रो सामान नपुगेको चाहिँ देशभरि ठाउँ छैन। भर्खरै खलिलो उमेरकै हुनुहुन्थ्यो तपाईँ। सुरुवात गर्दा चाहिँ त्यो फन्ड रिसोर्स कहाँबाट भयो? ट्राई गरौँ न 10वटा मेसिन राखेर के हुँदो रहेछ भनेर आफ्नै घरमा 10वटा मेसिन। कति सालमा एक्ज्याक्टली 10वटा मेसिन? यो 10वटा मेसिन राखेर सुरु गरेको चाहिँ तपाईँको 74 साल। हजुर 74 मा 8 वर्षको दौरान। 8 वर्षको दौरानमा तपाईँको 10वटाबाट 30वटा, 30वटाबाट 60, 60बाट 150, 150 हुँदै मैले 400-500 सम्मको मेसिन लगाएर जुन काम गर्ने मैले गरेँ नि, मेरो स्टेप बाई स्टेप छ के मिल्दै आउँछ के। अहिलेको चाहिँ आम युवाको चाहिँ कसो भने तपाईँले भने जस्तो जस्तै बाको घर छ, धितो राखिदियो, 1 करोडको गाडी किन्यो, 1 करोडको व्यापारमा हालिदियो, बाँकी 1 करोड खर्च सर्च गऱ्यो, पैसा आइसकेपछि 1 करोड त तुरुन्तै सकिहाल्छ। अब के चाहिँ पैसा हुन्छ भन्दाखेरि बाले राखेको घरै जाने भइसक्यो। अब अनि के छ देशमा केही पनि हुँदैन भनेर अनि यसो फलाक्यो विदेश गयो बस्यो। धेरै चाहिँ टाढ पल्टेको पनि मैले मेरो फ्यामिली नजिकका आफन्तहरूको पनि देखेँ। तपाईँलाई कहिले डर लागेन नेपालको स्थिति यो छ, मेरो चाहिँ पोलिटिकल अनस्टेबल छ, यो हिसाबले चाहिँ यो थ्रेट हुन्छ भन्ने कुरो भयो? त्यसकै स्ट्राटेजी प्लानहरू कसरी बनाउनु? मेरो अहिले पनि तपाईँको जुन मेरो कम्पनी थ्रेड गार्मेन्टले विदेशको कपडा सप्लाई गर्दैन। मलाई कुनै पनि डलर कमाउने मलाई कुनै पनि सोखै छैन क्या। मेरो चाहिँ एउटै मात्रै सिद्धान्त के छ भने नेपालमा उत्पादन भएको कपडा, नेपालमा सिलाएको कपडा नेपाली हरेक नेपालीको आङमा पुग्दैन तबसम्म विदेश सामान बेच्दिनँ। विदेश पठाउने हो भने मलाई डर लाग्थ्यो क्या, बिग्ला नबिग्ला, अर्डर आउला नआउला, विदेशीले मेरो नेपालमा त आज बनाउँछु भोलि बेच्छु, भएन भने भ्यानमा लगाएर पनि सामान बेच्छु नि म। के चिजले चाहिँ त्यो ऊर्जा र निरन्तर अगाडि बढिरहँ भन्ने कुरा चाहिँ के चिजले तपाईँलाई ऊर्जा दिन्छ? काममा चाहिँ कस्तो हुन्छ भने तपाईँको त्यो ऊर्जा चाहिँ कस्तो हुन्छ भने रिस्क भनेको चाहिँ के भने मेरो फ्याक्ट्रीभरि 500 जना काम गर्ने मान्छे छन् अहिले होइन, भोलि तलब दिनुपर्छ। तलब दिएन भने त तिनीहरूले त आन्दोलन गर्छन्, तोडफोड गर्लान्, मलाई गाली गर्लान्, पैसा दिएन भन्लान्। त्यो एउटा रिस्क हो नि त। त्यसलाई पैसा दिन त मैले सामान जसरी पनि व्यापार गर्नु पर्यो, कसरी सामान सस्तो बनाउने कि महँगो बनाउने, राम्रो नराम्रो बनाउने, सस्तो बनाउने, भ्यानमा लगाएर बेच भाइ, उताबाट पेमेन्ट उता कसरी बेच, त्यो त मेरो जिम्मामा काम गर्ने मान्छे हो नि त। त्यतिकै सफलता त आउँदैन नि। अहिलेको युवालाई फटाक्से चाहिन्छ कि आज 20 लाख लगानी गऱ्यो भने भोलिदेखि हर्र आउन चाहिन्छ कि। नमस्कार। भएन, गरेन, सम्भव छैन, यहाँ त के पो हुन्छ र अब भन्ने एउटा भाष्य जस्तो सृजना भइरहेको हाम्रो समाजमा। सकिन्छ, यही सकिन्छ, गरे के हुन्न भन्ने भाष्य स्थापित गरिसकेका उद्यमी, भेरी यङ एन्टरप्रेन्योर, भेरी डाइनामिक, भेरी मोटिभेसनल and very wonderful human being, कृष्णराज तिमिल सिन्हा आजको हाम्रो पाउनुहुन्छ। कृष्ण, वेलकम टु द सो। नमस्ते। कस्तो छ? एकदम ठिक छ, राम्रो छ। ग्रेट। यो भाष्य कसरी भइरह्यो अहिले समाजमा? त्यो चाहिँ कस्तो छ भने मैले यही नेपालमा व्यापार व्यवसाय सुरु गरेको करिब 15 वर्षभन्दा बेसी हुन लागिसक्यो। जुन मैले सुरु गर्ने बेलामा त अहिले जस्तो पनि थिएन, झन् गाह्रो थियो काम गर्ने बेलामा। अब मैले के काम गरेँ अब पछि चर्चा चल्ला। र यो अहिलेको जुन आम युवाहरू छन् नि 10 एसई, अब हाम्रो पालामा एसएलसी थियो, एसई दिने बित्तिकै 12 सक्ने बित्तिकै विदेश जाने भन्ने चाहिँ एउटा जुन छाप छ नि, कुन देश जाने साथीभाइ सर्कलदेखि लिएर सबै
र अर्को कुरा चाहिँ कस्तो भने बाबुआमाले नै तयारी गरिदिइसकेका हुन्छ क्या 10 पास गऱ्यो मेरो छोरालाई चाहिँ कहाँ पठाउने हुन्छ नि अब ऋण गर्नतिर लाग्ने हो कि मेरो छोरो विदेश जाँदैछ पढ्न जाने भन्छन् तर पढ्न चाहिँ होइन स्टुडेन्ट भिजामा लेबर काम गर्न पठाउँछन् के आफ्नो छोराछोरीलाई अनि त्यो देख्दा चाहिँ कस्तो लाग्छ भने हामीले जुन हाम्रो पालामा जुन हाम्रो एजमा जुन हाम्रो जेनेरेसनमा जसरी हामीले देशमा यहीँ सकिन्छ हामी केही गरौँ न देशमा भन्ने जुन भावना मसँग थियो अहिलेको आम युवाहरूमा छैन त्यो चाहिँ मैले देख्दिनँ कस्तो छ भने अहिलेको चाहिँ युवाहरूको कन्सेप्ट कस्तो भयो भने जुन म यसो बजारतिर हिँड्दाखेरि जुन मलाई उनीहरूको जुन भावनाहरू बुझ्दाखेरि कहिलेकाहीँ कलेजतिर कुनै कुनै प्रोग्रामहरू इन्टरेक्सनमा पनि बोलाउँछन् कहिले के प्रोग्राममा बोलाउँछन् जाँदाखेरि चाहिँ ती युवाहरूको यसो के चाहिँ रहेछ यिनीहरूको चाहिँ मनको कुरा चाहिँ के रहेछ भनेर बुझ्दाखेरि उनीहरूलाई चाहिँ कस्तो भने आफै कमाउनु पर्यो धनी बन्नु पर्यो चाँडै धनी बन्नु पर्यो कि गाडी किन्नु पर्यो घर जग्गा जमिन जोड्नु पर्यो तर त्यो बन्ने चाहिँ कसरी भन्ने उनीहरूलाई थाहा छैन त्यही काम गरेर अथवा विदेश गएर चाहिँ एकदम छिटो पैसा आउँछ भन्ने उनीहरूलाई सोच भयो कि उनीहरूले कहिले पनि सोचेनन् कि यही हाम्रो आफ्नै देशमा केही उद्योग व्यवसाय सुरु गर्यो भनेदेखि ऊ सँगसँगै हजारौँजनालाई रोजगारी दिँदै ऊ आफू पनि धनी भन्छ भन्ने उसले सोचेकै छैन क्या उसको चाहिँ दिमागमा त्यो छँदै छैन लाइक विदेश जानलाई 30 लाख रुपियाँ लगानी गर्नलाई उसका आफन्त रिलेटिभ्सहरू बुवा आमा प्यारेन्ट्स सबैजना काका काकी तयार हुन्छन् तर नेपालमा व्यवसाय गर्नलाई उसलाई त्यो 30 लाख रुपियाँ दिन तयार हुँदैनन् क्या 30 लाख रुपियाँ चाहिँ तपाईँ विदेश जाने पैसा जस्तै 5 वर्षसम्ममा नेपालमै काम गर्ने हो भने केही सङ्ख्यामा नेपालीलाई यहीँ रोजगारी दिएर केही उद्योग व्यवसाय जे गरे पनि हुन्छ क्या यही गर्नुपर्छ भन्ने छैन नेपालमा जे गरे पनि हुन्छ अनि त्यो भएकोले गर्दा चाहिँ जुन जसरी मैले काम गरेँ होइन सम्भव छ यहीँ गर्दा के चाहिँ हुँदैन जे पनि हुन्छ नि गर्दा हुन्छ भन्ने चाहिँ मसँग चाहिँ केही उदाहरणहरू केही होइन कयौँ थान उदाहरणहरू मसँग छन् कि गर्दा के हुँदैन भन्ने त्यही तपाईँले जानेको तपाईँले गरेका सफलताका यात्राहरूलाई नै आज हामी पन्नाहरू पल्टाउँदै सुन्छौँ र सुनाउने कोसिस गर्छौँ र जति पनि हामीलाई पडकास्ट मार्फत हेरिरहनु भएका दर्शक महानुभावहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ स्पष्ट रूपमा हामी बताउन खोजेको एउटै मात्र ध्येय सम्भव छ गरे के हुन्न सकिन्छ आफ्नै भूमिमा भन्ने ज्वलन्त उदाहरण अब तपाईँको अलिकति पृष्ठभूमिबाट गरौँ तपाईँ जन्मिनु भएको कहाँ कृष्ण मेरो घर रामेछाप जिल्ला चाहिँ काठमाडौँबाट दूरीको हिसाबमा चाहिँ एकदमै नजिक पर्छ 80-85 किलोमिटरमा काठमाडौँदेखि घर पुगिन्छ जुन हामी गाउँ जाँदाखेरि रत्न पार्कदेखिको नाप लिन्थ्यौँ 85 किलोमिटरले मेरो घर भनेर हामी नाप लिन्थ्यौँ तर लाइक कर्णाली प्रदेश जस्तै छ जाँदाखेरि अलिक विकटै छ तपाईँको चाहिँ कस्तो हुन्छ भने दोललघाटदेखि घरसम्म पुग्नलाई 12-13 घन्टा लाग्दिन्थ्यो हामी त म कति पटक त हिँडेरै पनि घर गएको छौँ दोललघाटदेखि 12 घन्टा 13 घन्टा हिँडेर जानु पर्थ्यो कच्ची बाटो पानी पऱ्यो भने गाडी चल्दैन रातो बाटो चिप्लिने बाटो त्यो थियो रामेछाप नजिकै यहाँबाट लोकेसनको हिसाबमा किलोमिटरले नजिक तर जाँदा टाढा रामेछापमा म जन्मेको पढेको पनि रामेछापमा मैले 2060 सालमा एसएलसी दियो एसएलसी दिने बेलामा चाहिँ हाम्रो गाउँमा माध्यमिक स्कुल थियो अब देशमा जनयुद्ध चर्किरहेको थियो त्यसले गर्दाखेरि सेन्टर चाहिँ सदरमुकाम जानु पर्थ्यो हामी अब 10मा पढ्ने 15-16 वर्षको बच्चा मान्छे हामी झोला बोकेर सदरमुकामसम्म हामी टिम मिलाएर गएर इक्जाम एसएलसी इक्जाम दिइसकेपछि 61 सालमा अब उच्च शिक्षा अध्ययन गर्ने अब त्यो आम जुन विद्यार्थीको चाहना हुन्छ नि केही गर्ने जागिर सागिर खाने सरकारी जागिर खाने भन्ने हिसाबमा उहाँबाट बसको छत चढेर सिट पनि पाइँदैन थियो छत चढेर काठमाडौँ छिरेको 2061 साल वैशाखमा मेरो जर्नी चाहिँ सुरु भएको काठमाडौँको जर्नी सुरु भएको 2061 साल वैशाखदेखि सम्भवतः त्यो मेरो तेस्रो काठमाडौँ भ्रमण थियो होला त्योभन्दा अगाडि 2 चोटि पहिला आएको थिएँ अलि केही बिमार हुँदाखेरि मलाई बुवाले ल्याउनु भएको थियो काठमाडौँमा त्यो चाहिँ मेरो तेस्रो पटकको चाहिँ काठमाडौँको जर्नी थियो र त्यो जर्नी चाहिँ मलाई के भयो भने म एउटा भर्खर पढेको भर्खर ओठ निचार्दाखेरि दुध आउला जस्तो केटो केही जागिर खाएर चाहिँ यसो घर परिवार अब धान्छु मैले पनि जिन्दगी गुजार्नुपर्छ बुवा आमालाई पाल्नुपर्छ हुन्छ नि त हाम्रो त नेपाली संस्कारमा भनेर छिरेको म यहीँ काठमाडौँमै म इस्टाब्लिस नै भएँ त्यो जुन यो बिचमा त्यो 61 देखि 22 भनेपछि 21 वर्ष भएछ
21 वर्षमा। अब दर्शकहरूलाई अलिकति खुल्दुली होला, अलिकति उहाँको पृष्ठभूमि पनि कुराकानी गऱ्यौँ, अलिकति उसको पनि कुराकानी गऱ्यौँ। तर उहाँ को भनेर भन्दा उहाँ उद्यमी हुनुहुन्छ र यहाँ सयौँलाई रोजगारी दिइरहनु भएको छ र गार्मेन्ट इन्डस्ट्री नेपालमा तयारी पोसाकको उत्पादन गरेर आफ्नै ब्रान्ड रेजिस्टर गरेर सयौँलाई रोजगारी दिएर राज्यलाई लाखौँ रुपियाँ कर बुझाएर अगाडि बढिरहनु भएको उद्यमी कृष्णराज तिमिल छैन। कृष्ण, अब अलिकति तपाईँको पृष्ठभूमि अलिकति कुराकानी गर्दा तपाईँ केही हुन्छ कि भनेर यो देशबाट पनि केही समय बाहिर पनि गएर आउनु भएको, काठमाडौँ आइसकेपछि एक्ज्याक्टली काठमाडौँ आइसकेपछि के भयो भने अब हामी त किसानको टिपिकल किसानको छोरो भएकोले गर्दाखेरि हामीसँग चाहिँ घरमा भगारीमा अन्न बाहेक नगद हुन्न थियो होइन। दुध खानु पऱ्यो भने भैँसी 3-4वटा घरमा हुन्थ्यो, मासु खानु पऱ्यो भने कुखुरा बाख्रा घरमै, सागसब्जी रछ्यानभरि सबै चिज फल्ने, केही पनि किन्न नपर्ने, तेलको लागि तोरी बारीभरि हुन्थ्यो। हामी अन्नपातमा हामी धनी थियौँ। तर जुन नगदको नुन चामल नुन बेसार बेसार पनि किन्नलाई बेसार पनि फल्छ, बेसार पनि फल्ने, नुन चाहिँ पाइँदैन, नुन पाइँदैन, नुन र मट्टी तेल थियो बेलामा। मट्टी तेल टुकी बाल्न मट्टी बिजुली थिएन नि त, त्यो बाहेक चाहिँ अरू सबै गाउँमै पाइने। अब पैसाको त आशै नगरे हुन्छ, बुवाले जेनतेन गरेर 300 रुपियाँ चाहिँ दिएर त्यो गाडी भाडा काठमाडौँ जाने, आफै अब त आफै गर्ने भन्ने हिसाबमा मलाई पठाउनु भएको थियो। काठमाडौँ आइसकेपछि गुजारा त गर्नु पऱ्यो, पढ्नु पनि पऱ्यो। अब के गर्ने भन्दाखेरि त्यो जुन 20को टाइममा खाली टाइममा चाहिँ रिजल्ट आउने जुन 3-4 महिनाको एसएलसी दिइसकेपछिको यहाँ काठमाडौँमा आएर। कति वर्षको हुनुहुन्थ्यो तपाईँ एसएलसी? त्यो एसएलसी मैले 15 वर्षमा दिएको, म 15 वर्षको थिएँ म एसएलसी दिँदाखेरि। अनि काठमाडौँ आइसकेपछि अब समस्या त सुरु भयो नि, कोठा भाडा तिर्नु पऱ्यो, खानु पऱ्यो, कलेज पढ्ने भन्नु छ, कलेजको फी तिर्ने होला, अनेक थरी आउँथ्यो नि त। त्यो आइसकेपछि एउटा कपडा पसलमा काम सुरु गरेँ, अनि काम कन्टिन्यू नै सुरु नै गरेँ, एकै ठाउँमा काम गरेँ मैले। काम गरिसकेपछि मलाई खर्च अलिअलि खर्च पनि म्यानेज हुने, जे जति छ त्यही अनुसार खर्च गरेँ, आफूसँग पकेटमा जति छ त्यो अनुसारको यतिले यति पुऱ्याउने भन्ने हिसाबमा खर्च गरेँ। 12 क्लास सक्यो भने सकेपछि मलाई चाहिँ आफै के गर्छु कि यो चाहिँ अब व्यापार व्यवसाय नै गर्ने रहेछ, यो चाहिँ अर्काको यो काम गर्ने भन्दा नि म आफै गर्नुपर्ने रहेछ भन्ने एउटा मलाई सोच आइसकेपछि ट्राई गरौँ त, कोहीसँग अलिअलि यसो पैसा चाहिँ मागेर यसो दोकान राखौँ न, 5-10 लाख दिन्छन् कि भनेर कोसिस गरेको। त्यो त अब त्यो आकाशको ऊ जस्तो भयो मलाई त कि आकाशको फल आँखा तरी कसले दिने पैसा त्यत्रो बच्चालाई। अनि भइसकेपछि अनि मेरो एकजना दाइ बाहिर, त्यो बेलामा बाहिर थियो, साइलो दाइ बाहिर थियो। अनि मैले दाइलाई फोन गरेँ, दाइ अब म त नेपालमा बस्दिनँ, म पनि आउँछु, मलाई छोटो समयलाई मलाई त्यहाँ आउनु पऱ्यो भनेर। मलेसिया जाने कुरा, मलेसिया जाने दाइलाई भनेपछि उसले त आइज भने, भाइ आइज भने। गइसकेपछि 10 महिना जति अलिक पैसा जम्मा गर्न सकेपछि अनि दाइसँग म त देशै फर्किन्छु भने। त्यहाँ बस्दा पनि लाइक हुन्छ नि, सामान चाहिँ कस्तो देख्ने भने यो सामान बाहिरबाट ल्याएर भन्दा नि नेपालमै बनाउने, लेबल आफ्नो लाउने, प्याकेजिङ यसरी गर्ने, यसरी मार्केटमा बेच्ने त मेरै सामान बेच्ने नि, किन अरूको बेच्ने भन्ने चाहिँ त्यो बेलादेखि नै मेरो दिमागमा एकदमै परिराख्ने के। परिराखेपछि अनि पहिला चाहिँ अनि मलेसियामा बस्थेँ, म फुर्सदको समय भयो कि जुत्ता मेड इन नेपाल जुत्ता बनाएर बेचेको मात्रै सपना देख्थेँ कि म, हुन्छ नि यस्तो प्याकिङ गर्ने, यो नाम दिने, यो नाम दिने, यसरी बेच्नुपर्छ, यसरी गर्नुपर्छ भन्ने सोच्थ्यो। अनि फर्केर नेपाल आएँ, 2 वर्ष लगभग 22 महिना जति बसेपछि नेपाल फर्केर आइसकेपछि तपाईँको चाहिँ के भयो भने त्यो फ्याक्ट्री खोल्न चाहिँ इन्भेस्टमेन्ट झन् बेसी लाग्ने रहेछ क्या। नेपाल आइसकेपछि थाहा भयो नि त, भइसकेपछि ल दोकानै गर्छु भने धेरै पैसाले सुरु गरेको कपडा दोकानदेखि जर्नी सुरु गरेको, कपडा दोकानदेखि सुरु गरेको मैले लगभग 14-15 वर्ष भयो होला। 15 वर्षमा आजको जुन यो मितिसम्ममा म आइपुगेँ, जहाँ थ्रेड गार्मेन्ट भन्ने मेरो कम्पनी छ, त्यहाँ चाहिँ 100 होइन 1000जनाले रोजगारी एकदमै काम गर्छन्। यो चाहिँ त कस्तो भने कसैले के प्रडक्ट गर्ने के भन्यो भने मेरो नाम अगाडि आउँछ, त्यो मेरो आफ्नो क्रिएसन, मेरै पालामा म आफैले, मेरो कुनै पुर्खौली बिजनेस पनि होइन, म आफैले गरेको, मेरो बलबुतो लगाएर गरेको चिज हो त्यो काम गर्दाखेरि। र अर्को कुरा त काम त सबैले गर्छन्, तर मेरो एउटा चाहिँ थिम काममा के आयो भने मैले प्रडक्ट गरेको सामानको मेरै नाम किन नदिने, नेपालमा बनेको किन नभन्ने होइन। नेपालमा बनेको सामान पनि राम्रो हुन्छ, बलियो हुन्छ, विदेशी सामानभन्दा सस्तो पर्छ भन्ने चाहिँ त्यो उद्देश्य लिएर जुन गार्मेन्ट कम्पनी मैले लगाएर जुन काम सुरु गरेँ, त्यसले गर्दा चाहिँ मलाई जहाँसम्म लाग्छ अहिले मेरो सर्कलको 100% साथीभाइहरूले आफ्नो नाम दिएर कपडा प्रडक्ट गरिरहेछन् मेड इन नेपाल राखेर।
होइन भने पहिला चाहिँ कपडा नेपालमा उत्पादन गर्ने नाइक एडिडास पुमा लेखेर राखेर बिक्री गरिदिन्थ्यो कि विदेशी ब्रान्ड राखिदिने कि टाँच्थ्यो त्यो त मिलिहाल्यो टाँच्यो त्यसरी बिक्री गरिदियो तर अहिले चाहिँ आफ्नो ब्रान्ड मेड इन नेपाल तर झुन्डाहरू बेचिरहेको हुन्छन् कि अनि अलिक आफूलाई पनि मैले सुरु गरेको काम होइन अनि नाक यत्रो फुलेर ठुलो कहिलेकाहीँ महसुस हुन्छ कि त्यो कन्ज्युमरले चाहिँ लिने के रहेछ नेपाली ब्रान्ड हाम्रो ट्रेडमार्क केही पनि लिँदैन कन्ज्युमरहरू कस्ता हुन्छन् भने कन्ज्युमरहरू मैले बुझेको यो जुन 15-20 वर्षमा मैले बुझेको उपभोक्ताहरू तपाईँको दुई खालका उपभोक्ताहरू हुन्छन् एक खालका उपभोक्ताहरूलाई फुर्सदै छैन ब्रान्डेड सोरुममा जाने गाडी पार्किङ गर्ने भित्र छिर्ने साइज मिलोस् नमिलोस् उनीहरूलाई चाहिँ जस्तै अब नाइक एडिडास पुमा भयो क्वालिटीसँग डजन्ट म्याटर के पैसासँग म्याटर हो नि एउटा टी सर्टको 10,000 भन्यो भने किन्ने अब त्यही क्वालिटीको 700 भन्यो भने दिस इज लो क्वालिटी भन्ने एउटा कस्टमर त्यो हुन्छन् अर्को मिडियम रेन्जको कस्टमर हुन्छन् लाइक हाम्रो मलहरूमा खोलेका हुन्छन् नि उनीहरू चाहिँ सपिङ मलहरूमा उनीहरू चाहिँ लाइक अलिकति ब्रान्डेड कन्सियस पनि भएको र शरीरलाई फिट भयो भने ओके इट्स ओके भन्ने हुन्छ अर्को चाहिँ कस्तो भने एकदमै तल्लो दर्जाको लाइक गाउँका कस्टमरहरू हुन्छन् क्या गाउँको कस्टमर चाहिँ कस्तो उनीहरूलाई ब्रान्डेड नन ब्रान्डेडसँग मतलब छैन आङ ढाक्न पाए भयो 100 आङ ढाक्ने भन्छन् नि तर पछिल्लो पटक त अलिकति फेसन सेन्स भएका नेपाली युवा दस्ताहरू पनि त बढेका छन् फेसन त्यो छ तपाईँको चाहिँ कस्तो छ भने फेसनको ट्रेन्डमा चाहिँ इन्डियाभन्दा हामी नेपाली अगाडि छौँ केटा मान्छेको फेसनमा चाहिँ तपाईँको त्यति धेरै क्याच गर्छ कि इन्डियामा तपाईँको त्यस्तो छैन इन्डियामा एकै खालको हुन्छ नेपालीहरू चाहिँ त्यो चाहिन्छ अनि तपाईँको चाहिँ नि कस्तो भने फेसन सेन्स त भयो नि फेसन भनेको डिजाइन भयो होइन डिजाइनमा बनाउने कपडा त डिजाइन त एनिथिङ डिजाइन हामीले बनाउन सक्ने भयो नि त फेब्रिकको क्वालिटीसँगको म्याटर गर्ने भयो 3 खालका कस्टमर हुने भयो त्यसले चाहिँ हाम्रो चाहिँ रेन्ज कस्तो भयो भने मिडियम र तल्लो रेन्जको मिड सेगमेन्टमा जाने भयो त्यस्तोमा जाँदाखेरि चाहिँ हामीले प्रडक्ट गरेर मेड इन नेपाल राखेर हामी होलसेललाई दिन्छौँ होलसेलले चाहिँ हाम्रो देशैभरि डिस्ट्रिब्युसन गर्छ गरेपछि चाहिँ गाउँ पनि पुगेको छ मलमा पनि पुगेको छ हाम्रो सामान नपुगेको चाहिँ देशभरि ठाउँ छैन जुन यो 15 वर्षको टाइममा चाहिँ जुन कपडाको लागि मैले मसँगै मेरा सर्कलका जुन व्यवसायी साथीहरूले जसरी होस्टेमा हैसियत गरेको भन्छ त्यसरी हामीले जसरी पुस गरेर हामीले काम गऱ्यौँ जुन कपडामा चाहिँ हामीले त्यो लेभलसम्म हामीले पुर्याउन सक्यौँ अहिले बजारमा नेपाली सामान प्राय मान्छेले नेपाली लगाउन भनेर खोज्ने ट्रेन्ड छ क्या अहिले नेपाली उत्पादनहरूले चाहिँ त्यो एउटा विश्वसनीयता दियो क्वालिटी दियो क्या क्वालिटी दिइसकेपछि के भयो भने आम उपभोक्तालाई के भयो भने विदेशमा बनायो किन नेपाली पनि राम्रो हुँदो रहेछ होइन हेरौँ न नेपाली सामान लगाएको म आफै आफ्नो प्रडक्ट मैले लगाइरहेको छु कम्फर्टेबल छ फिट छ होइन त्यो छ कि त्यो भइसकेपछि अर्को प्रडक्ट पनि नेपाली नै दिनु न सामान नेपाली सामान किन्दाखेरि चाहिँ अलिकति सस्तो पनि पर्छ तपाईँ नेपाली सामान महँगो हुन्छ अरे यस्तो हुन्छ अरे भन्छ तर जुन ठाउँमा नेपाली सामान जसरी प्रडक्ट हुन्छ अब बिचमा मिटेरियल लाएर 1-2-3% गर्दै किनेर गयो भने त त्यो महँगो पनि भइहाल्यो तर जुन हिसाबमा किन्ने हो चाइनाको र इन्डियाको सामानभन्दा 30% चाहिँ सस्तो पर्छ सस्तोमा क्वालिटी होइन क्वालिटी त्यही क्वालिटी आउँछ जस्तै फेब्रिकहरू कस्तो हुन्छ भने सामान चाहिँ नेपाली कपडा भन्ने बित्तिकै हामीमा रोलको कपडा थानको कपडै नेपालमा उत्पादन चाहिँ हुँदैन अहिले अलिकति मुस्किलै छ केही हदसम्ममा थोरै मात्रामा उत्पादन हुन्छ जस्तो कटनहरूमा छ क्यारे केही पोलिस्टरहरूमा अलिअलि छ तपाईँको स्कुलको जस्तै ड्रेसको कपडाहरू लगाउनेमा त्यसमा छ अरूमा चाहिँ पाइँदैन जुन अनि हामीले चाहिँ के गर्छौँ भने चाइनामा जे डिजाइन निस्क्यो त्यो फेब्रिक हामीले ल्याएर यहाँ ल्याएर डिजाइन गरेर हामी स्टिचिङ गर्ने हो हामी यहाँ के हामीले त्यो गर्छौँ अब केही समयपछि त फेब्रिक नै नेपालमा उत्पादन होला त्यो आश गरौँ त्यो भयो भने त झनै राम्रो भयो त्यसले गर्दा चाहिँ सेम सामान जस्तै चाइनाबाट ल्याउँदाखेरि सस्तो पर्नुको कारण भन्सार जस्तो इम्पोर्ट गरेका चाइनिज गुड्सहरू भए त्योभन्दा नेपाली सामानहरू सस्तो पर्नुको कारण चाहिँ के भन्सारको यस्तो तपाईँको चाहिँ कस्तो हुन्छ नि चाइनाबाट रेडिमेड कपडा आउँदाखेरि पर पिसको हिसाबमा आउने भयो थान कपडा ल्याउँदा चाहिँ तपाईँको पर केजी अथवा र मेटेरियल भन्सार शुल्क अलिकति कम हुन्छ अब जस्तै तपाईँको एउटा सर्ट बन्ने र मेटेरियल नेपाल आयो भने 50 रुपियाँ लाग्ला सपोज तपाईँको एउटा सर्टको कपडाको एउटा सर्टै आयो भने 250 रुपियाँ लाग्छ नेपाल आउँदाखेरि भने जस्तो 150 त त्यहाँ त सिधै सस्तो हुने भयो नि त अनि अर्को प्लस पोइन्ट चाहिँ के भयो भने जस्तै हाम्रो नेपालमा जुन रोजगारी छैन भन्छ नि हामीले नेपालमा ल्याएर स्टिचिङ गर्दाखेरि जुन हामीले काम दिँदाखेरि एउटा रोजगारीको सिर्जना भयो त्यहाँ अब तपाईँ अलिकति अगाडि पुगेँ म अलिकति पछाडि जान्छु कृष्ण यो सुरुवात गर्दाखेरि चाहिँ एउटा भर्खरै खलिलो उमेरकै हुनुहुन्थ्यो तपाईँ सुरुवात गर्दा चाहिँ त्यो फन्ड रिसोर्स कहाँबाट भयो र कतिवटा मसिनहरू राखेर कसरी
अगाडि बढ्नु भएको त्यो अहिले तपाईँको जर्नी अलिकति सुनौ न। त्यो चाहिँ कस्तो भने अहिले जुन अब त अहिले त कस्तो हुन्छ भने मान्छेले पहिलाको दुःखहरू देखा हुँदैन नि। जुन फन्डमा आउँदाखेरि कसैले वास्ता गरे हुँदैन के, पहिला चाहिँ के भयो भनेर के। जुन तपाईँको पनि त अहिले हामीले खिचिराख्दाखेरि क्यामेराले मेरो फ्रन्टको पार्ट मात्रै खिचिरहेको छ, ब्याक पार्टको त देख्दैन नि त। त्यस्तै कस्तो हुन्छ भने हरेक मान्छेको चाहिँ विगतका कुराहरू हुन्छन् क्या, त्यो कसरी आयो के आयो। अहिले देख्दाखेरि यत्रो हजारौँजना रोजगारी दियो भन्छ यो मान्छेले, यो के गर्छ भर्खरको उमेर छ भन्छ। अनि मेरो पहिलो भिडियो पनि कमेन्ट आएको छ, नेताको पैसा चलायो, यसको ब्ल्याक मनी कसो गर्यो, यो राज्य लाग्नुपर्ने यसलाई भनेर हुन्छ कि कमेन्ट। म पढ्छु अनि मलाई रमाइलो लाग्छ, तर मेरो रियाक्सन गर्ने बानी चाहिँ छैन त्यो कमेन्टहरू, म त्यसलाई छोडिदिने होइन। अब मैले अघि जर्नी भने रामेछापबाट एउटा बसको छतमा चढेर आएको म एउटा केटो 21 वर्ष भएछ काठमाडौँ। मैले सरकारी जागिर खाएको भए मेरो पेन्सन पाक्थ्यो नि त, पाक्थ्यो नि। अलि पाक्दैन थियो होला, 18 वर्षमा पाक्छ पेन्सन। 21 वर्ष भयो भने चाहिँ 3 वर्ष एक्स्ट्रा भइसकेको रहेछ। अझ आर्मी पुलिसतिर जाने भने त 16 वर्षमै पाक्छ। त्यो दिन पाइन्छ, जागिर छोड्न पाइयो नि त। जर्नी त रहेछ त 20-21 वर्षको मेरो त। त्यतिकै सफलता त आउँदैन नि। अहिलेको युवालाई फटाक्से चाहिन्छ कि आज 20 लाख लगानी गऱ्यो भने भोलिदेखि हर्र आउन चाहिन्छ क्या। मेरो त त्यो फिल्डमा अनुभव बोल्यो, यो मान्छेले के गर्ने रहेछन्, कहाँ गर्ने रहेछन्। मेरो त थोपा गरेर सागर महासागर बनेको छ नि त। त्यो अलिकति थोपा सुरुवात गर्दाखेरि तपाईसँग सिड मनी कति थियो? जस्तो मेरो पहिलाको यो व्यवसाय चाहिँ मेरो जुन छ नि त्यो गार्मेन्ट थिएन, मेरो कपडा दोकान थियो। मैले अघि जोडेँ नि कपडा दोकान नै लगभग मेरो चाहिँ काठमाडौँमै 5वटा जति चाहिँ स्टोर थियो। अनि त्यो स्टोर छोडेर होलसेल गरेँ, चाइना गएँ, चाइनाबाट सामान ल्याएर तपाईँको 7 वर्ष जति चाइनाबाट सामान ल्याउँदै होलसेलमा बेचेँ। त्यस पछाडि चाहिँ फ्याक्ट्री खोल्या हो क्या मैले। त्यो अनुभव सँगालिसकेँ रिटेलदेखि होलसेलदेखि लिएर होलसेलको लागि जस्तै रिटेलले होलसेलमा गएर गरेर सामान लिन्छन्, लोकली पर्चेस गर्छन्। होलसेल त फ्याक्ट्रीमै जानु पऱ्यो, चाइना इन्डिया जानु पऱ्यो। चाइना इन्डिया जाँदाखेरि मैले बनाएको फ्याक्ट्रीको प्रडक्सनहरू देखेपछि त यति त मेरो देशमा पनि गर्छु यार, यो रोजगारीका कुरा आउँदो रहेछन् भन्ने जुन मैले पहिला मलेसियामा जुन बस्दाखेरि मैले सोचेको कुरा थियो त्यो चाहिँ क्लिक भइसकेपछि तब न खोलेको हो। मैले खोल्दा पनि के गरेँ भने मसँग लगानी गर्ने सिड मनी हुँदाहुँदै पनि ट्राई गरौँ न 10वटा मेसिन राखेर के हुँदो रहेछ भनेर आफ्नै घरमा 10वटा मेसिन। कति सालमा एक्ज्याक्टली 10वटा मेसिन? यो 10वटा मेसिन राखेर सुरु गरेको चाहिँ तपाईँको 74 साल। हजुर, हामी 85 मा छौँ अहिले होइन? 82 हामी 82 मा छौँ। 3 वर्षपछि पडकास्ट यो हेर्ने मान्छे 3 वर्षपछि भन्नुभयो 74 पछि 8 वर्षको दौरानमा 8 वर्षको दौरानमा तपाईँको 10वटाबाट 30वटाबाट 60बाट 150 हुँदै मैले 400-500 सम्मको मेसिन लगाएर जुन काम गर्ने मैले गरेँ नि, मेरो स्टेप बाई स्टेप छ के। अहिले देख्दाखेरि झट्ट देखेको त्यो जर्नी मेरो हुँदै होइन क्या। मेरो त विगतका म त एकदमै फुटपाथदेखि आउँदै काम गर्दै यहाँसम्म। यहाँ थ्रेड कहिले पनि तपाईँलाई भएन कृष्ण? किनभने नेपालमा गलैँचाको पनि काम गरेका मानिसहरू डुबेको देखेँ। एक लट मेरो आफन्त नै कोही कजनहरू हुनुहुन्थ्यो, उहाँहरूले पनि त्यो रेडिमेड गार्मेन्टहरू नेपालबाट बनाएर बाहिर एक्सपोर्ट गर्ने को हब पनि थियो। त्यो सबै सुक्यो बिजनेसहरू, धेरै चाहिँ टाट पल्टेको पनि मैले मेरो फ्यामिली नजिकका आफन्तहरूको पनि देखेँ। तपाईँलाई कहिले डर लागेन नेपालको स्थिति यो छ, मेरो चाहिँ पोलिटिकल अनस्टेबल छ, यो हिसाबले चाहिँ यो थ्रेट हुन्छ भन्ने कुरो भयो? त्यसकै स्ट्राटेजी प्लानहरू कसरी बनाउनु? मेरो अहिले पनि तपाईँको जुन मेरो कम्पनी थ्रेड गार्मेन्टले विदेशमा कपडा सप्लाई गर्दैन अहिले पनि। विशुद्ध रूपमा उत्पादन गरेर नेपालमै बिक्री वितरण गर्छ। त्यो चाहिँ किन भयो भने भन्लान् अरूहरूले विदेशमा बेचेर डलर आउला यो आउला भन्लान् होइन। मलाई कुनै पनि डलर कमाउने मलाई कुनै पनि सोखै छैन क्या। मेरो चाहिँ एउटै मात्रै सिद्धान्त के छ भने जबसम्म कपडा नेपालमा उत्पादन भएको कपडा, नेपालमा सिलाएको कपडा हरेक नेपालीको आङमा पुग्दैन तबसम्म विदेश सामान बेच्दिनँ, म पठाउँदिनँ मैले। किनभने हामी चाहिँ विदेशबाट चाइना इन्डियाबाट ल्याएको कपडा हामी चाहिँ लगाउने अनि हामी चाहिँ बनाएर विदेश पठाउने, नेपालमा बस्नेले बाल्न पाउनु पर्दैन। त्यो पहिला म एकचोटि यो प्रसङ्गमा मैले जोडेँ। त्यो खिम्ती जलविद्युत आयोजना भन्ने छ हाम्रो रामेछापमा। अनि त्यो हाम्रो घरमाथिबाट बिजुलीको तार लगाएको थियो कि के अरे भन्दाखेरि के ल यो बिजुली इन्डिया लग्यो भन्थ्यो कि 20औं वर्ष पहिलाको कुरा के। हामी चाहिँ मट्टीतेलको टुकी बालेर हामी पढ्थ्यौँ कि। अब सुन्नु, हाम्रो जिल्लामा उत्पादन भएको बिजुली कसैले निकालेर इन्डिया लगेर बाल्छ, हामीलाई छैन।
हामी बिजुलीको तार मुनिको अँध्यारो साथै इन्डिया एक्सपोर्ट हुँदैन थियो त्यो बेलामा होला नेपालमै हुन्थ्यो तर गयो भने कहाँ लिएर गए लगे या लगे भन्थ्यो त्यो कहाँ लगेर जोडे हामीलाई थाहा छैन सायद सहरमा ल्यायो होला त्यो बिजुली कहाँबाट कता जोडे होला नि त्यो होइन त्यो बेलादेखि थियो अनि मलाई के लाग्थ्यो भने हामी नेपालमा चाहिँ यहीँनिर चाहिँ छैन भने किन बाहिर जाने यो मैले भनिरहँदाको अर्थ चाहिँ के भयो भने मलाई तपाईँले भन्नुभयो नि कुनै च्यालेन्ज डर लागेन विदेश पठाउने हो भने मलाई डर लाग्थ्यो क्या बिग्ला नबिग्ला अर्डर आउला नआउला विदेशीले मेरो नेपालमा त आज बनाउँछु भोलि बेच्छु भएन भने भ्यानमा लगेर पनि सामान बेच्छु नि म भ्यानमा हालेर पनि सामान अझै पनि तपाईँलाई रिटेलको अनुभव पनि आफूसँग मलाई कपडा कति खपत हुन्छ देशमा कपडा त लाउँछन् नि कतिको लाउँछन् र कुन क्वालिटीको कपडा बनाउँदा म नचलेको खण्डमा जस्तै राम्रोदेखि नराम्रोसम्म सबै उत्पादन गर्छु मेरो त फ्याक्ट्री भएकोले गर्दाखेरि मैले आम उपभोक्ताको माग अनुसार सस्तोदेखि तपाईँ महँगो रेन्जसम्म तपाईँको हुन्छ भन्ने कुरो महँगोसम्म म बनाइदिन्छु अनि म मेरो व्यापारको सिलसिलामा म एक्लै ड्राइभ गरेर नेपालको 77वटै जिल्ला गएको छु क्या म त्यहाँको जनताले उपभोक्ताले आम उपभोक्ताले कस्तो खालको कपडा लाउँछन् कर्णालीमा के चाहियो धनगढीमा के चाहियो तपाईँको बुटोलमा के चाहियो पोखरा के चाहियो चितवन के चाहियो भन्ने चिज चाहिँ मैले त्यो म आफै मैले अनुभव सँगालेको छु क्या त्यसले गर्दा चाहिँ मलाई यो व्यापार यो हुँदैन कि यो डुब्ला कि यो घाटा लाग्छ कि भन्ने मलाई कहिले पनि डर लागेन क्या नेगेटिभ सोचाइ भन्ने व्यापारमा मात्रै होइन मलाई नेगेटिभ सोचाइ भन्ने कुनै चिजमा पनि कहिले पनि आउँदैन क्या कारण के हो के गर्नु छ तपाईँ किन भन्दाखेरि एउटा यत्रो यङ स्टेजमै यत्रो रिसले काम गर्नुभएको छ त्यो अनुसारले सफलता प्राप्त गरिरहनु भएको छ अनि यो ऊर्जा चाहिँ कहाँबाट आउँछ तपाईँलाई यो चाहिँ तपाईँको कस्तो ऊर्जाको कुरा गर्दा चाहिँ के भने तपाईँको चाहिँ तपाईँलाई सल्लाह सुझाव दिने मान्छे चाहिँ एकदम लाखौँ आउँछन् क्या तपाईँ एउटा सफलतामा जानुहोस् लाखौँ आउँछन् पछि लाग्छन् क्या मैले चाहिँ कस्तो स्टेज पनि पाएँ भने 1600 रुपियाँ कोठा भाडा नतिर्दाखेरि राति 12 बजे कोठामा चाहिँ घरभेटी सुतेको सुतेन भने यसो चियरभित्र छिरेको अनुभव पनि मसँग छ क्या बुझ्नु भने मलाई त्यो कस्तो भने त्यो भाडा तिर्ने पैसा नहुँदाखेरि राति 12 बजे जा भनेर कसैले सिकाएन नि त मेरो भित्रको मैले त यति बेला जा भाइ यति बेला चाहिँ त बाँच्छस् त्यसो टर्चर सहनु पर्दैन बिहान उठेपछि त बिहानै उठ भनेर त त्यो मेरो भित्रको मले खटाएको हो नि त म सल्लाह सुझाव सबैको एकदम गजबसँग सुन्छु के हुने चिज नभई छोड्दैन टारेर टर्दैन लेखेर पाएको भन्दा नि यो हुने चिज नभई छोड्दैन कसैलाई थाहै हुँदैन कि सपोज आज यी धुम्म घाम लागेको छ नि पानी पलाएको छ हिजो थाहा थियो त आज यस्तो हुन्छ भने थाहा थिएन नि त कसैले त कल्पना गरेको कर्मको कुरो त समथिङ फरक हो भन्छ नि किन भन्दाखेरि सुरुवातदेखि एउटा हुने बिरुवाको चिल्लो पात भन्छ नि सुरुवातदेखि नै एउटा उद्यमी गर्न खोजेको मान्छे अथवा कुनै प्रोफेसनली अगाडि बढ्न खोजेको मान्छेको लगन र त्यसको रूपरङ्ग नै फरक हुन्छ त्यो चाहिँ आउँछ तपाईँलाई के चिजले चाहिँ त्यो ऊर्जा र निरन्तर अगाडि बढिरहँ भन्ने कुरा चाहिँ के चिजले तपाईँलाई ऊर्जा दिन्छ काममा चाहिँ कस्तो हुन्छ भने तपाईँको त्यो ऊर्जा चाहिँ कस्तो हुन्छ भने कुनै काम गर्ने बेलामा रिस्क हुन्छ नि रिस्क फ्याक्टर आउँदो रहेछ क्या दाइ त्यो चाहिँ रिस्क भनेको चाहिँ के हो भने मेरो फ्याक्ट्रीभरि 500जना काम गर्ने मान्छे छन् अहिले होइन भोलि तलब दिनुपर्छ तलब दिएन भने त तिनीहरूले त आन्दोलन गर्छन् तोडफोड गर्लान् मलाई गाली गर्लान् पैसा दिएन भन्लान् त्यो एउटा रिस्क हो नि त त्यसलाई पैसा दिन त मैले सामान जसरी पनि व्यापार गर्नु पर्यो कसरी सामान सस्तो बनाउने कि महँगो बनाउने राम्रो नराम्रो बनाउने सस्तो बनाउने भ्यानमा ल र बेच भाइ उताबाट पेमेन्ट उता कसरी बेच त्यो त मेरो जिम्मामा काम गर्ने मान्छे हो नि त होइन त्यो रिक्स मैले पछि आयो कि भोलिको टर्यो क्या दाइ हुन्छ जहाँबाट हुन्छ काम कम्प्लिट भएरै छोड्छ क्या त्यो हुन्छ र बाँकी चिज चाहिँ नेगेटिभ कुरा चाहिँ कस्तो भने तपाईँको नेगेटिभ एनर्जी चाहिँ कस्तो आउँछ भने अर्काको रिस राग डाड गर्नेलाई मात्रै नेगेटिभ एनर्जी आउँछ क्या दाइ शरीरमा जस्तै तपाईँले गर्नुभयो तपाईँ अब यो मिडिया कति वर्षदेखि हुनुहुन्छ नि त अनि हिजो आउनेले त्यो जिबी ओहो यहाँ गर्छ उसो कसैले भनेर हुन्छ दाइ तपाईँको अनुभवसँग र मैले काम गरेको अनुभवसँग आउनु पऱ्यो नि त 20औं वर्ष काम गरेर त्यो ठाउँमा मिल्दैन नि त अर्काले कुरा गरेकोमा त्यो डाडिस गर्नु भएन नि त जब मान्छेले डाडिस गर्छ त्यो जुन आरिस भन्ने आउँछ तब नेगेटिभ सोचाइहरू आउँछ कि यसलाई बिगार्ने कसरी दिमागले नेगेटिभ रोल प्ले गरेको हामीलाई केही पनि छैन कि हामीभन्दा अगाडि काम गर्नेलाई हामी सम्मान गर्छौँ पछाडि आउनेलाई प्रोत्साहन गर्छौँ आइज भाइ यहाँ गर त मेरो ठाउँमा आइज भने म माथि उक्लिन सक्छु म कति गरेको छु कि मैले जस्तै कसैले यो मेरो फिल्डमा काम गर्न सक्छ भने ओके कम यसरी गर्ने यहाँ आउने यहाँ गर्ने मेरो स्थानमा त बस्ने ऊ बसेपछि उसले मलाई पुस गरेर माथि पुऱ्याउँछ नि त त्यो त उमेर अनुसार माथि जान्छ नि त्यसले गर्दा चाहिँ कामको इनर्जी चाहिँ कसो भने एउटा सोचाइ पनि सही हुनु पर्यो र गर्न लागेको काम चाहिँ कम्प्लिट गर्ने क्या नछोड्ने कामलाई निरन्तरता दिने जसरी मैले काम गरेको चाहिँ तपाईँको यो 20औं वर्ष 21 वर्षसम्म यही फिल्डमा निरन्तर दिने भनेको यो जो कहिले सक्दैनन् क्या कतिचोटि म फेलर भयो होला कति घाटा लाग्यो होला कति चिज गयो होला होइन
अनेक थरी हुन्छ नि त काम गर्ने बेलामा कहिले पैसा कमाएको बेलामा कतिले के भन्यो होला गरिब भएको बेलामा पनि कतिले के भन्यो होला त्यो सबैको अनुभव सँगालेको मान्छे भयो नि त म त्यसले गर्दाखेरि अब थाहा हुन्छ कि यो मान्छेले यस्तो भन्दैछ र यो हुँदैछ हामीलाई लगभग पहिल्यै थाहा हुन्छ काम गर्ने चिजमा त्यसले गर्दाखेरि नेगेटिभ इनर्जी चाहिँ शरीरमा कहिले पनि छिर्नै नदिने के दिमाग खाली नराख्ने निरन्तर काममा गर्ने तपाईँ दिमाग खाली बस्यो कि खाली दिमाग शैतानका घर भन्छ नि दिमाग खाली नराख्ने पढिदिनुहोस् बरु घुम्न जानुहोस् होइन त्यही फिल्डमा जानुहोस् म अहिले फुर्सद भयो भने म चाइनातिर हानिदिन्छु फ्याक्ट्री कपडावाला फ्याक्ट्रीवालामा के मेसिन आएछ कसरी बन्द रहेछ गएर काम केही छैन कि जाने हेरेर बस्ने कहिले इन्डिया जाने फुर्सदको समयमा चाहिँ दिमागमा सकारात्मक चिजहरू छिरायो भने नि काममा सफल पनि भइन्छ ग्रेट अब नेपालमा चाहिँ यो स्व उद्यमको अवस्था कस्तो छ अहिले अब यस्तो नेपालमा त कस्तो छ भने अहिले पनि नेपालमा सबै बाहिरैबाट आउँछ नि त सामानहरू हरेक चिज हेर्नु न प्रायः जसो बाहिरबाट आएर हुन्छ नि त फिनिस गुड्सहरू बनाउनलाई नेपालमा भयो तर नेपालमा उत्पादित कयौँ वस्तु तथा सेवा केही पनि छैन नेपालमा त कस्तो पनि प्रायः जसो अब हामी आफैले पनि कपडा गऱ्यौँ हामी र मेटेरियल त बाहिरबाट ल्याउनु पर्छ त्यो एउटा दुःखको कुरा तर त्यो भन्दै गर्दाखेरि कस्तो भने यो एकदमै सुनौलो युग हो स्व उद्यमको नेपाल भनेको यसलाई चाहिँ म सुनौलो युगको रूपमा लिन्छु क्या जुन अहिले पहिलाको भन्दा अहिले विकासहरू भइरहेछन् बाटा घाटादेखि लिएर सबै चिजहरू राम्रो भइरहेछन् सजिलो छ अहिले यत्रो मिडियाको जमाना छ मान्छे घर बसी व्यापार गरिरहेछन् होइन घरमा बसेर व्यापार गरिरहेछन् अब केही प्रडक्ट सेल गर्यो भने कता बाहिरतिर गर्छ नेपालमै केही चिज गरेर जे चिज बनाए पनि भयो एउटा सानो चिजबिजहरू चाहिँ नेपालमै बन्ने चिजहरूको लागि अध्ययन गरेर तपाईँको चाहिँ स्व उद्यम गर्ने हो भने कोही पनि विदेश जानु पर्दैन कसरी जानु पर्दैन भने जस्तै 1 लाखजनाले स्व उद्यम देशमा गरे भने एकजनाले 20 जनालाई रोजगारी दिए भने त 20 लाख रोजगारी देशमा तपाईँ अलिकति अगाडि तपाईँ सफल भइसक्या हिसाबले चाहिँ तपाईँ अलिकति अगाडि जानुभयो किन मैले सायद यङ्स्टर कति साथीहरू हामीलाई सुनिरहनु भयो होला सानोतिनो कपडाकै पसल थापिरहनु भएको साथीहरू हुनु होला ग्रोसरी सप थापिरहनु भएको साथीहरू होला हामीलाई सुनिरहनु भएको होला यो उद्यमीले सफल उद्यमी बन्न चाहिँ के कुरामा ध्यान दिनुपर्छ पोइन्ट वाइज भन्नु पर्यो भने कसरी त्यो पोइन्ट वाइज भन्नु पर्यो भने जस्तै मैले पहिला सुरुदेखि मेरो जर्नीको कुराहरू धेरै थोर त मैले भने होइन अब मान्छेले कतिले भन्छन् उद्योग व्यवसाय लाउनलाई पैसा चाहियो नि भन्छन् सुरुको नम्बर 1 मा इन्भेस्टमेन्ट चाहियो भन्छन् इन्भेस्टमेन्टको कुरा आउँछ सबैभन्दा नम्बर 1 मा इन्भेस्टमेन्टको कुरा गर्दाखेरि आजको भोलि व्यापार हुँदैन के जुनसुकै व्यापार पनि 1000 दिन चल्नुपर्छ तपाईँले सुरु गरेको 1000 दिन तपाईँ टिक्नु हो भने तपाईँ सस्टेन हुनुभयो चल्यो कि व्यापार चल्यो भन्ने कहानी हुन्छ अर्को चाहिँ कसो भने लगानी कोहीसँग छ लगानी गरेर 1000 दिनसम्म चलाउने सबै विज्ञहरू राखेर काम गर्नुहोस् त्यो चल्यो लगानी भएन तपाईँ कपडा पसल हुनुहुन्छ भने कपडा पसल अलिकति माथि लाने थोरै माथि लाने के तपाईँको चाहिँ नि 2 लाख हुने बित्तिकै ऋण गरेर जग्गा जमिन गाडी घोडा किन्ने होइन के त्यो चाहिँ बेला आउँछ के गर्नलाई देखाइसकी गर्नै पर्दैन उद्यमको लागि हामीले लिइरहेका छौँ त्यसैलाई पहिले फस्टाउँदै अगाडि बढाउनु पर्यो कि अनि त्यो कथाले सबै चिज दिन्छ क्या बिस्तारै सबैले दिन्छ क्या पहिलो नम्बरमा चाहिँ मान्छेले के भन्छन् भने जस्तै मेरो भिडियोहरू अथवा अरू कतिको युट्युबहरू तल कमेन्ट चाहिँ लगानी चाहिँ कसले दिएको छ लगानी सरकारले दिन्छ या सरकारले खोज्छ त्यो गर्छ तपाईँलाई काम गर्नेलाई सबैले देशमा प्रोत्साहन गरेकै छन् कि सरकारले पनि प्रोत्साहन गर्छ तपाईँको स्थानीय निकायले पनि प्रोत्साहन गरिरहेछ जुन मलाई गरेको छ सबै गरेको छ नि कसैले चन्दा आतङ्कदेखि लिएर केही पनि हुनेवाला छैन क्या त्यो भन्ने मात्रै हो क्या तर व्यापार त अब सुरुमा अब एकैचोटि अर्काले गरेको जस्तो लागि मलाई विनोद चौधरी बन्न मन लाग्यो अरे मलाई पनि व्यापार व्यवसाय गरेर अथवा मलाई चाहिँ मिनबहादुर गुरुङ बन्न मन लाग्यो अरे मेरो पनि सोच होला नि अनि मैले मसँग पैसा छैन बैङ्कलाई गएर म मिनबहादुर गुरुङको जस्तो सोच मेरो छ मलाई पैसा दे भनेर हुन्छ कति वर्षदेखिको अनुभव उसका व्यापारको टर्नओभरदेखि लिएर कति चिजहरू त्यहाँ मिसिएको हुन्छन् नि त छन् नि त र उसका प्रोजेक्टका प्लानिङहरू अनेक थरी छन् नि अनेक थरी छ हो त्यस्ता चिजबिजहरू आउँछ त्यसले गर्दा चाहिँ उद्यमी बन्नलाई अब एकै शब्दमा भन्नु पर्दाखेरि लगनशील भएर तपाईँसँग जति पैसा छ त्यो जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस् त्यसलाई ग्रोथ गर्दै लानुहोस् के बढाउँदै लानुहोस् के आज भोलि पर्सि गर्दै बढाउँदै लानुहोस् के होइन भोलिको त तिनीहरू त त्यो अहिलेका व्यापारीहरू त भोलि बुढापाका भएपछि त फेरि नयाँ त अर्को जेनेरेसन आउँछ नि त अर्को जेनेरेसनको लागि त तपाईँहरू हो नि त गर्ने हो कि होइन लगानी त्यति धेरै अत्याधिक लगानी चाहिएन ठिक छ तपाईँ 2 लाख व्यापार गरेर 20,000 कमाउनु न महिनाको 2 करोडको लगानी गर्दा 2 लाख कमाइ हुन्छ नि त अलि पछि भइसकेपछि
20 करोड गर्दाखेरि 20 लाख कमायो होला महिनाको। तपाईँको उद्यममा जति इन्भेस्टमेन्ट छ त्यति रिटर्न आउँछ के। तर तपाईँ त्यतिमै खुसी हुँदै त्यसलाई बढाउँदै 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 लानुहोस्। लैसकेपछि तपाईँलाई समाजमा विश्वास हुन्छ, आम उपभोक्ताले विश्वास गर्छन्, तपाईँको व्यापार बढ्छ। भोलिपर्सि बैङ्क फाइनेन्सले विश्वास गर्छन्, तपाईँलाई कर्जा दिन्छन्, घर जग्गा जोड्नुहुन्छ, अझै बढ्छ। फेरि तपाईँलाई बैङ्क वित्तीय संस्थाले फेरि तपाईँलाई थपिदिन्छन्। इन्टरनेसनल पार्टीहरूले तपाईँलाई विश्वास गर्छन्, 2-5 करोडको तपाईँलाई सामान पठाइदिन्छन्, तपाईँले बनाउनुहुन्छ, तिर्नुहुन्छ, फेरि 15 करोड बढ्यो त। एउटा ट्रस्ट बिल्ड गर्नु पऱ्यो कि जहाँ कि बसेर ट्रस्ट बिल्ड गर्नु पऱ्यो। सुरुमै व्यवसाय गर्ने 5 करोडको लोन गर्ने व्यापार व्यवसाय गर्ने चल्दैन। बैङ्कले या त हुन्छ होला 5 करोड रुपियाँ दामको लोन लिने, पैतृक सम्पत्ति छ अथवा केही चिजहरू छ, 1 करोड रुपियाँ व्यवसाय गरी 4 करोड सेयरमा हाल्ने अथवा जग्गामा हाल्ने, अनि त्यसपछि प्रायः जसो उद्यमीहरू डुबिरहेको अवस्था त्यो हो क्या। तपाईँ जिम आउँछु न, मैले व्यापार गर्दाखेरि, मैले व्यापार व्यवसाय सुरु गर्दाखेरि मेरो 1 रुपियाँ पनि लोन थिएन। जुन मैले काम सुरु गर्दाखेरि मैले पछि मेरो प्रोजेक्ट सफल भइसकेपछि, मेरो कारोबार भइसकेपछि, सबै गरिसकेपछि थप व्यापार एक्सपान्ड गर्नलाई मैले लोन लिएको छु के। मेरो चाहिँ त्यस्तो छ। ट्रस्ट गर्यो, बैङ्कले ट्रस्ट गर्यो, बैङ्कहरूले उनीहरूले ट्रस्ट गरे, सबैले गरे। सुरुमा त मलाई कहिले ट्रस्ट गर्ने, मेरो न घरना कुनै व्यापारी घरना न कोही केही पनि होइन नि त। अनि प्रोजेक्ट फाइनेन्सिङ गर्यो। प्रोजेक्ट फाइनेन्सिङ भन्दा पनि यस्तो भयो, मैले काम गरेँ, प्रोजेक्ट आयो, प्रोजेक्ट आइसकेपछि सँगै काम गर्नलाई मैले ल्यान्ड चाहियो, ल्यान्ड किन्ने बेलामा मलाई फाइनेन्स गरिदियो। यसले त गर्छ है भन्ने मेरो व्यापारको टर्नओभर देखेँ, सबै देखेँ नि त, यो त यति भयो भने यति तिर्छ भन्ने हिसाबमा त्यसरी आउँछ क्या। यो चाहिँ सिक्वेन्स मिल्दै आउँछ क्या। अहिलेको चाहिँ आम युवाको चाहिँ कसो भने तपाईँले भने जस्तै बाको घर छ, धितो राखिदियो, 5 करोड निकालिदियो, 1 करोडको गाडी किन्यो, 1 करोडको व्यापारमा हालिदियो, बाँकी 1 करोड खर्च गऱ्यो, पैसा आइसकेपछि 1 करोड त तुरुन्तै सकिहाल्छ। बाँकी 2 करोड सेयरमा हाल्यो, यता व्यापार पनि गयो, सेयरमा पनि घट्यो, गाडीको डिप्रिसिएसन लेस हुन थाल्यो। अब के चाहिँ पैसा हुन्छ भन्दाखेरि बाले राखेको घरै जाने भइसक्यो। अब अनि के छ, देशमा केही पनि हुँदैन भनेर अनि यसो फलाक्यो, विदेश गयो, बस्यो। त्यो चाहिँ ढङ्ग नपुऱ्याएर। तपाईँले गार्मेन्ट इन्डस्ट्रीबाटै यानि तयारी पोसाकबाट नै व्यवसाय सञ्चालन गरेर आज यहाँसम्म पुगिसक्नु भएको छ। अलिकति बताउँ तपाईँको वार्षिक रूपमा आजको डेटमा 2080-81 को हजुर के छ, कतिको टर्नओभर गर्नुभएको छ बिजनेस व्यापार? होइन, हाम्रो यस्तो छ 18-20 करोडको त भइहाल्छ तपाईँलाई खुलेर, किन त्यो गर्ने, किन रेभेन्यू त्यति नै। रोजगारी आजको डेटमा तपाईँले कतिजनालाई प्रत्यक्ष रोजगारी? अहिलेको अब अलिकति क्राइसिस छ। म के गर्छु भने अहिले क्राइसिस सिजनमा मेरो चाहिँ अर्को कुरा चाहिँ गजब कुरा कसो भने मैले विगत 5 वर्षदेखि नेपाल प्रहरीलाई लगाउने लुगा म आफैले बनाएर दिँदै आएको छु मेरोबाट। मैले त्यो चाहिँ एकदमै अफिसियल्ली बोलपत्र आह्वान गर्छन् उनीहरूले, विशुद्ध रूपमा म कम्पिटिसन गरेर लो बिडमा सबैभन्दा राम्रो क्वालिटीको सामान उनीहरू मैले दिइरहेको छु। कुनै पिआर कुनै चिजहरुबाट काम छैन, के पनि हुनेवाला छैन। रेट खामबन्दी हाल्नुपर्छ, कसले चेक गर्छ कसैलाई थाहा हुँदैन। गोप्य सिलबन्दीबाट हालेर सबैभन्दा त्यहाँ टेन्डर बिड गर्ने भनेको सबैभन्दा सस्तोमा राम्रो क्वालिटी दिने हो क्या। त्यहाँ विज्ञ हुन्छन्, नेपाल गुणस्तरले को मापदण्ड पुरा गर्नुपर्छ। नेपाल गुणस्तरका टेक्सटाइल इन्जिनियरहरूले चेक गर्छन् फेब्रिक, होइन। पुरै विज्ञहरूको बिचमा बसेर काम गरेको छु। खुसीको कुरा चाहिँ काम गर्दै जाँदाखेरिको अर्को सफलता चाहिँ के हुँदो रहेछ भने त्यहाँ आउँदो रहेछ क्या। त्यो पनि त एउटा गर्वको कुरा हो नि त। राष्ट्रको सेवा गर्ने मान्छेले मैले बनाएको उत्पादन लगाउने भनेको त त्यो त धेरै राम्रो कुरा हो नि त। त्यो आउँछ। मैले चाहिँ तपाईँको चाहिँ वर्षको वार्षिक मैले त्यो पनि ढाँट्दिनँ, किनभने मैले कर तिरिरहेको छु, ट्याक्स तिरिरहेको छु, मैले गजबको काम गरिरहेको छु। र रोजगारी कुरा गर्दाखेरि मलाई 6 महिना लगभग 1000कै हाराहारीमा काम गर्ने मान्छेहरू हुन्छन् अहिले मसँग। 6 महिना मेरो अलिकति सिजन अफ सिजन अलिकति अफ सिजन हुँदाखेरि 350 जना चाहिँ कहिले पनि घट्दैन। 350 देखि 500 जनाको हाराहारी पनि कहिले पनि कम हुँदैन। काम गर्ने मान्छे सधैँभरि भइरहेको छ। एकजना तपाईँको फ्याक्ट्रीमा काम गर्ने मान्छेले मासिक रूपमा कति विड्र गर्छ? यस्तो हुन्छ, एकजनाको चाहिँ तलब सरकारले हामीले चाहिँ कस्तो भने 2 थरी हुन्छ। एउटा तलबमा काम गर्ने हुन्छ, एउटा पिस वाइज काम गर्ने। पिस वाइज काम गर्नेको अनलिमिटेड एकजनाले लाख पनि कमाइदिएको हुन्छ, 80-90 हजार कमा हुन्छ, 1,20,25 हजार पनि कमाएको हुन्छ। त्यो अलग्गै कुरा भयो, होइन। र अर्को फेरि कस्तो हुन्छ भने अर्को हाम्रो अफिसपट्टि बस्ने पनि स्किल र अनस्किल 2 जना कामदारहरू हुन्छन्। स्किल कामदारमा चाहिँ जस्तै मास्टरहरू भए, सुपरभाइजर भए, तपाईँ प्याटर्न मेकिङ गर्ने डिजाइनरहरू, यिनीहरूको तलब हुन्छ। एकजना मास्टरको तलब कम्ती पनि 80,000 हुन्छ, 80,000 हुन्छ।
उसको ड्युटी 6 घन्टा हो। हेर्नु नेपालमा सुन्नुहोस्, नेपालमा 6 घन्टा पढे लेख्नु परेन, सिप सिकेको मान्छेको तलबको कुरा गर्छु 80,000 छ के। जहाँ कि हाम्रो नेपालमा राष्ट्रपतिको तलब, उपराष्ट्रपति अथवा प्रधान कसैको 80,000 होला ल, ती सँगैको लेभलमा छन् क्या ती मान्छेहरू। एउटा सुपरभाइजरको तलब हुन्छ 30,000। सुपरभाइजरको सामान बनेन हेरिदिनेको। तपाईँको अर्को लाइन मास्टरको हुन्छ 35,000 जति हामीले दिने, त अरू बेसी नै हुनसक्छ उसको। अब लामो समय मसँग उसले काम गरेको छ, उसले मलाई सेवा दिएको छ भने बेसी नै हुने भयो। अर्को तल्लो हेल्परहरूको सरकारले तोकेको तलब हामीले दिन्छौँ। सरकारले चाहिँ यति चाहिँ तैँले श्रम लगाएर सरकारले तोकेको अनुसार हामीले दिएको छ। भनेपछि तपाईँले खाडी मुलुकमा जान खोज्ने नेपाली दाजुभाइ दिदीबहिनीहरू सिप भएका मानिसहरूले यहीँ बसेर आफ्नै देशमा बसेर आफ्नो परिवार पनि यहीँ ल्याएर छोराछोरीलाई पढाएर महिनाको लाख 1.5 लाख रुपियाँ कमाउन सक्ने बाटो। मजाको अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने मैले हरेक वर्ष ओडासँग नगरपालिकासँग सहकार्य गरेर सित्तैमा ट्रेनिङ दिलाइदिन्छु 3 महिनाको। पैसा पर्दैन म काम। अब यो सिजनको फेरि खुल्नेवाला छ, छिट्टै खुल्छ। 100 जना जतिलाई 3 महिना ट्रेनिङ गराएर काम गर्नुहुन्छ मसँग, जब पनि ग्यारेन्टी गर्छु। गर्नु हुँदैन, तपाईँको जहाँ गाउँ छ, जहाँ जे छ तपाईँ त्यहीँ गएर काम गर्नुहोस्, मलाई पैसा पर्दैन। बुझ्नुभयो नि। एउटा राज्य स्तरले गर्ने काम म एउटा व्यवसाय भएर गरिरहेको छु कि मैले। म सिकाइदिन्छु 3 सिफ्ट गरेर सिकाउने टिचरलाई मेरै पैसा दिएर मैले काम गराइरहेको छु। त्यो गर्न थालेको लगभग 4 वर्षभन्दा बेसी भइसक्यो। छन् थुप्रो। मैले 500 जना भन्दा उत्पादन छ। म कहाँ 6 महिना काम गर्छन्, फेरि उनीहरू कोही विदेश गयो होलान्, कोही यसो साइडतिर पेटीमा यसो मेसिन चलाएर बसिरहेको छ, आफै उद्यमी बनिरहेछन्। हेर्नु खुसी लाग्छ। कहिलेकाहीँ गएको बेलामा सर नमस्कार भन्छन्, यसो हेरेर सिलाइरहन्छ, खुसी लाग्छ के। ओ म कहाँ सिकेको है यो बहिनीले अथवा दिदीले सिकाएको छ नि, कति राम्रो गरिरहेछ। कमसेकम गुजारा त गरिरहेछ नि, जिन्दगी गुजारा गरिरहेछ नि उसले, होइन त्यस्तो छ के। त्यो खुसी छ नि। अघिको कुरामा अलिकति जोड्दाखेरि चाहिँ नेगेटिभ माइन्ड कसरी हट्छ भन्दा त्यस्ता चिजले पनि हट्दो रहेछ कि। मैले त आइएम डुइङ गुड, मैले गजब गरिरहेको रहेछ है, मैले गरेका बाटो हिँड्ने बेलामा चाहिँ कमसेकम यो चिजहरूले चाहिँ कस्तो हुन्छ भने त्यो भित्रको छुट्टै इनर्जी बुस्ट हुँदो रहेछ क्या। मैले फेरि किन नगर्ने, म त फेरि गर्छु नि त, मैले राम्रै गरिरहेको रहेछु। एउटा मान्छेले त काम त जाने नि। विदेशै गयो भने पनि विदेशबाट मेसेज पठाउँछन्, सर म विदेश आएको, फलाना कुवेतमा, म जोर्डनमा यहाँ छु, मलाई मेसेज आउँछ कि। उद्यमीले काम गर्नको निमित्त चाहिँ एउटा सफल उद्यमी हुनको निमित्त चाहिँ ध्यान दिनुपर्ने कुराहरू के हो भन्ने कुरालाई अलि अझ इलाबोरेट गर्ने काम गरौँ। यहाँ सफलताको कुरा गर्छौँ। काम गरेर त सबैले काम गरिरहेको छु भन्छन्, तर म पनि अब 2-4 जना रोजगारी दिएर काम गरिरहेको व्यक्ति हो, म आफू पनि काम गरिरहेको व्यक्ति हो। कहीँ न कहीँ रूपमा हामीले ढङ्ग नपुऱ्याएको हो कि अथवा काममा एकाग्रता दिन नसकेको हो। खास उद्यमीले चाहिँ ध्यान दिनुपर्ने कुरा के हो तपाईँको यत्रो वर्षको जर्नीमा तपाईँले पाउनुभएको सफलतालाई? त्यो चाहिँ कस्तो भयो भने काम गर्दै जाँदाखेरि एउटा मेन चिज चाहिँ तपाईँको एउटा हेल्थ पनि चाहिन्छ। जुन काममा फोकस हुनको लागि एउटा हेल्थ पनि चाहिन्छ। दिमागी कुराहरू पनि हुन्छ नि त, मानसिक रूपमा शारीरिक रूपमा दुईटै रूपमा स्वस्थ हुनु पर्यो। तपाईँ आफ्नो स्वास्थ्यता मेन्टेन गर्न के गर्नु? म चाहिँ मेरो चाहिँ अहिले तपाईँको विगत 10 वर्षदेखि मेरो दिनचर्या चाहिँ कसरी सुरु हुन्छ भने बिहान म 5 बजी उठ्छु सधैँभरि। मलाई अलार्म चाहिँदैन, 5 बजी ठ्याक्कै निद्रा खुल्छ। तपाईँ बेलुका जति बजी कहिलेकाहीँ केही पऱ्यो भने लेट नाइट भयो भने पनि 5 बजी चाहिँ म उठेकै हुन्छु। 5 बजी उठेर म हप्तामा 4 दिन 5 दिन चाहिँ म जिम जान्छु। रेगुलर नै हुन्छ, 2 घन्टा मस्त वर्कआउट गर्ने। त्यो पछाडिको तपाईँ फ्रेसनेस हुन्छ नि तपाईँको, अनि काममा छ नि तपाईँको दिन, त्यस पछाडि चाहिँ तपाईँ चाहिँ त्यो पुच्छरमा आगो लगाएको जस्तो फिल हुन्छ क्या। ए भाग गर, काम गर, आज के गर्ने, यो गर्ने त्यो गर्ने, त्यस पछाडि सुरु हुन्छ क्या मेरो दिन चाहिँ 10 वर्षदेखि। अनि त्योसँगै चाहिँ म के गरिदिन्छु भने दिउँसोको टाइममा अब बिहान तपाईँ कति बजी तपाईँ कार्यालय पुग्नुहुन्छ? तपाईँ त म 9 बजी कार्यालय पुग्छु। 9 बजी पुगेपछि 9 बजीदेखि 1 बजीसम्म एकदम पिक हुन्छ। अनि अलिकति फुर्सद मिल्यो भने त्यस पछाडि फेरि अनि म गल्फ पनि खेल्छु। म गल्फ प्लेयर हो, 5 वर्षदेखि मैले सिकेर मैले खेलेको हो। अनि गल्फ खेल्न गइसकेपछि चाहिँ ओहो यो त धनीले खेल्ने गेम हो नि भनेर भने, तर त्यो होइन के। त्यसको पनि एउटा छुट्टै लगाव छ। त्यो गेमको पनि जुन व्यापारसँग सम्बन्धित गेम हुन्छ त्यो होइन। अलि ठुला बडाले खेल्ने रहेछन् त्यो मलाई पछि गइसकेपछि थाहा भयो। अब म त त्यो लेभलमा थिइनँ र अहिले पनि छैन, तर खेल्छु, राम्रै खेल्छु म पनि। अनि त्यो तपाईँ त्यो भयो एउटा कुरा चाहिँ जुन हेल्थका कुरा भयो। अनि त्यस पछाडि चाहिँ तपाईँ चाहिँ अध्ययन पनि एउटा हो क्या। मैले केही बुकहरू पाएँ भने म सबै बुकहरू पढिदिन्छु, नसकिन्जेलसम्म पढिदिन्छु। मेरो अफिसमा पनि लाइब्रेरी छ एउटा, जुन मेरो फ्याक्ट्रीको अफिसमा लाइब्रेरी छ।
पढ्नु पऱ्यो भने 2 घन्टा ढोका लक गरेर भित्रै बसेर पढिदिन्छु, मलाई कसैले डिस्टर्ब नगर है। जुन ज्ञान गुणका कुराहरू जहाँबाट आउँछ नि त्यो लिने हो क्या। त्यो कति मुभीहरूमा पाइन्छ ती कुराहरू, त्यो लिने के भइरहेछ भन्ने लिने होइन। कति सेमिनार गोष्ठीहरू ट्रेनिङहरू हुन्छ त्यो पनि लिने। जुन व्यावसायिक हिसाबमा सफल हुनलाई के चाहिँ भइरहेछ त, हामीले जसको कुरा पनि लिन मिल्यो कि। मैले व्यापारिक हिसाबको बाटोमा फुटपाथमा बेच्नेको पनि त्यसको अनुभव पनि मलाई लिन मिल्यो होइन। म त एउटा कपडा व्यापारी भयो, फुटपाथमा बस्ने कपडा व्यापारीलाई चाहिँ के चाहिँ चाहिरहेछ, के चाहिँ बिग्रिरहेछ भनेर उसको डिमान्ड त्यो पनि हो। त्यस्ता कुराहरू चाहिँ जुन अध्ययनका कुराहरूदेखि लिएर तपाईँको अर्को धार्मिक कुराहरूदेखि लिएर जुन पूजाआजा पनि चाहिन्छ। जुन हामी एउटा जुनसुकै धर्ममा आस्था राखे पनि एउटा जुन धार्मिक आस्था हुन्छ नि, धार्मिक आस्थाले पनि के गर्छ भने तपाईँले कहिलेकाहीँ एउटा व्यापारी भएको, म व्यापारी भएको नाताले कहिलेकाहीँ मैले गलत काम गर्न लाएँ भने ओहो भगवान् सम्झिन्छ क्या, यो नगर है, यो रोक्यो नि त, हो भगवान्ले देखायो होला नि, यो त गर्नुहुन्न क्या। लाइक होला नि मैले कुनै कपडामा अलिकति साइज मारौँला अथवा कुनै क्वालिटीमा कम्प्रोमाइज गरेर बेचौँला, म कुविचार आउला त। कुविचार चाहिँ मेरो धार्मिक कुराहरूले हटाइदिन्छ क्या। त्यसले गर्दाखेरि चाहिँ जुन मानसिक शारीरिक र धार्मिक हिसाबमा र अध्ययनशीलको हिसाबमा त्यो पनि जरुरी छ। त्यसले गर्दा नि कतिपय कुराहरू चाहिँ एउटा बौद्धिक हुने सोचहरू, अलिकति लामो सोचहरू मिल्ने, यस्तो नगरे यसरी जाने भन्ने चिजहरू चाहिँ त्यहाँबाट पनि आउँदो रहेछ। जुन उद्यमी हुनलाई पैसाले गरेर त्यसले गरेर मात्रै पनि हुँदैन, ती चिजहरू पनि मिल्नुपर्छ। फेरि त्यो पनि मिल्नुपर्छ। त्यो मिलेपछि तपाईँको हेल्थ राम्रो भयो भने काम गर्न सक्नुहुन्छ। अध्ययनशील हुनु हो भने कसरी गर्ने भन्ने कुराको बारेमा जानकारी भयो। धार्मिक भयो भने नचाहिने कामहरूको कुविचार हट्दो रहेछ। सबै कुराको जुन कम्बाइन्ड छ नि, त्यो कम्बाइन्ड मिलेपछि नै यो चाहिँ जुन ममा आएको छ, जुन मेरो दैनिक दिनचर्या 10 वर्ष पहिलादेखिको, त्योभन्दा पहिला त अब म अलिकति उमेरले पनि सानै थिएँ होला, त्यो आएन। जुन अहिलेको चाहिँ ती सब चिजहरूको जुन कम्बाइन्डको सोर्स चाहिँ म भएको छु क्या अहिले, जुन व्यापारसँगै त्यो पनि आएको छ। यो त तपाईँको आफ्नो निरन्तर प्रयास र अध्ययन गरिरहने, तपाईँले अघि नै भन्नुभयो कस्तो राम्रो लाग्यो मलाई, त्यो बिहानको समयको व्यायामले पुच्छारमा आगो लगाएर दौडिने जस्तो जुन ऊर्जा आउँछ त्यो त तपाईँमा भयो। तपाईँको आफ्नो निरन्तरता, आफ्नो समय व्यवस्थापनको उपज भयो। त्यो सँगसँगै तपाईँलाई उत्प्रेरणा दिने, तपाईँलाई काम गर्न मोटिभेसन गर्ने हुन्छ नि, त्यो फ्याक्टरमा तपाईँको परिवारको सदस्य छन् या अन्य कुनै प्रेरणादायी व्यक्तित्वबाट तपाईँ उत्प्रेरित हुनुहुन्छ? मेरोमा कस्तो छ भने फ्याक्ट्रीमा चाहिँ कस्तो छ भने सबै काम गर्ने मान्छे नै मेरो प्रेरणाको स्रोत जस्तो लाग्छ क्या मलाई। जुन मेरो फ्याक्ट्रीमा पनि धार्मिक हिसाबमा गर्दाखेरि एउटा मन्दिर मेरोमा ठ्याक्कै गेटबाट छिर्ने बित्तिकै एउटा मन्दिर छ मेरोमा। मन्दिर भिडियो भयो भने हामी देखाउँछौँ अहिले। त्यो जुन मन्दिर ठ्याक्क मन्दिर छ तपाईँको, मन्दिरमा छिर्ने बित्तिकै इन्ट्रान्समा चाहिँ त्यो चाहिँ जुन तपाईँको शुभ भाइब्स यही नै आउँछ क्या, बुझ्नुभयो नि, त्यो आउँछ। अनि अरू बाँकी रहेका चाहिँ मेरो जुन फ्याक्ट्रीमा मेरो आफन्त सर्कलहरू कोही पनि छैनन् क्या, सबै बाहिरको मान्छेहरू छन्। अनि उनीहरू नै प्रेरणाको स्रोत भयो क्या। म अफिस छिर्ने बित्तिकै अथवा म निस्किने बेलामा जुन उनीहरूले गरेको कामहरू, जुन आफ्नो जसरी गर्छन् नि, मलाई मेरो त सहयोगी भयो नि त उनीहरू काम गर्ने। व्यापार त मैले गरेँ तर गुजारा त उनीहरूले पनि चलाइरहेछ नि त। यदि भोलि म मेरो हेल्थको हिसाबमा अथवा मेन्टल्ली हिसाबमा अथवा बाई फिजिकल्ली केही भइहाल्यो भने मसँग काम गर्ने 1000 जनाका अर्को 4 जना परिवार गर्दाखेरि 4000 जनालाई त असर पर्ने भयो त। मसँग काम गरेर मैले त्यही व्यापार व्यवसायबाट ल्याएको पैसा उनीहरूलाई तलब लग्थेँ, उनीहरूले काम गरे बापत जुन पाउँथे त्यो त भएन। त्यो नै प्रेरणाको स्रोत हुँदो रहेछ। कसरी भयो भने यी काम गर्ने मान्छेहरू मसँग छन्, यी मेरो ठुलो मेरो परिवार हो, मेरो यो परिवार हो, मसँगको बाहेकको मैले अलग मेरो परिवार आयो कि त्यहाँ, यो परिवार त मेरै हो नि त भनेर सोच्दाखेरि उनीहरू पनि त्यो प्रेरणाको स्रोत चाहिँ त्यहाँबाट चाहिँ आउँदो रहेछ। थप जिम्मेवार चाहिँ त्यसले बाहिर आउँछ। हजुर, थप जिम्मेवार चाहिँ त्यहाँबाट हुने भएर भविष्यमा अझै धेरैजना परिवार बनाउने सोच छ क्या अहिले। अहिले त्यो सकिसकेको छैन क्या, पुऱ्याइदिउँ न 40-50 हजार जना परिवार बनाएर बसौँ न जस्तो फिल आउँछ क्या अहिले पनि। त्यसमा तपाईँसँग कुराकानी गर्दाखेरि मैले कुनै विज्ञापन बनाइरहेको थिएँ, मलाई याद छ केडिया ग्रुपका अनिल केडियाजीसँग कुरा गर्दाखेरि अनिल केडियाजीले मोटिभेसन आफ्नो टिमलाई दिइरहनु भएको मैले सुनेको थिएँ कि आजभन्दा 14 वर्ष अगाडि। म त सबभन्दा बढी समय तपाईँहरूसँग बिताउँछु। बिहान 8 बजे 9 बजे अफिसमा आउँछु, कार्यालयमा आउँछु, दिनभरि तपाईँहरूसँग 6 बजे 7 बजे 8 बजेसम्म हुन्छु। मेरो वास्तविक आफ्नो परिवारभन्दा तपाईँ परिवार चाहिँ मसँग नजिक हुनुहुन्छ। पहिलो परिवार त तपाईँहरू मसँग हो। तपाईँहरूसँग त्यो बिहानको खाजा पनि तपाईँहरूसँग खान्छु, दिउँसोको खाजा पनि तपाईँहरूसँग खान्छु, झगडा पनि तपाईँहरूसँग गर्छु, रिसाउने पनि तपाईँसँग गर्छु, मिल्ने पनि तपाईँहरूसँग गर्छु। र त्यो व्यवसायबाट कमाएको मुनाफा छ, त्यो मुनाफा
बढी मात्रामा अलिकति मैले राख्छु होला तर त्यो बाँड्ने काम पनि होइन बढी मात्रामा व्यापारीले बढी मात्रामा मुनाफा नभयो भने नि त दिनु पर्यो नि त काम गर्ने मान्छेलाई त मुनाफा बढी बेसी भन्ने चिजै भएन क्या उहाँहरूलाई त फिक्स यतिमा काम गर्ने भन्ने पहिला डिल भएको त्यो त जसरी पनि दिनु पर्यो त सम्पूर्ण जिम्मेवारी मलाई मुनाफा होस् नहोस् मतलबको त कुरा भएन नि त त्यो त दिनै पर्यो नि त होइन त्यो प्रेरणाको स्रोत नै त्यही हो क्या त्यसले गर्दा चाहिँ एउटा चिज बाँधिँदो रहेछ क्या त्यो चाहिँ ग्रेट यो कहिले 40 वर्ष कति वर्ष हुनुभयो तपाईँ म अहिले 38 वर्ष 38 वर्षको उमेरमा हजारौँलाई रोजगारी दिनु भएको छन् त्यो रोजगारी दिएर गइसकेका पनि कति छन् होइन रेगुलर काम गर्ने त अब 800,000 भयो होला नि तर 20,000ले काम गर्दै छोड्दै गयो होला नि कोही विदेश होला नि कोही कहाँ होला नि मसँग अस्तिको एउटा कहानी सुनाउँछु तपाईँको एकजना भाइ थियो सुनिल भन्ने वीरगन्जकै भाइ हो कोही चिनेको मान्छेले भाइलाई काम दिनु पर्यो भनेर म कहाँ ल्याएर राख्दिएँ कोभिडको टाइमतिरको कुरा हो अनि काम गर्न राखेपछि अनि अब काम गर्न केही पनि आउँदैन त्यो भाइलाई अलिअलि क्यामेरा यस्तो चलाउँदो रहेछ उसले अनि सर म त क्यामेरा मेरो त यो पत्रकार बन्ने छ भने अब त्यो पत्रकार बन्ने मान्छे मसँग कसरी काम गर्छ भाइ भने होइन मलाई त अलिकति सस्टेन गर्नु छ मलाई काट्नु पर्ने छ सर जे काम दिनुहुन्छ गर्नु ल सुन त यहाँ के जानु बस भाइ बुझिस् नि मलाई खाजा होइन खाना पकाउने अर्को थियो तैँले खाजा चाहिँ तँ पनि खाने भाइ सानै थियो मलाई नि दिने टक्क मैले लेखेर खाना दिएँ 3 महिनासम्म ट्याक्क मसँग बसेपछि 81 छैन मलाई सम्पर्कै छैन केटो हिँडेसँगै अर्को एउटा केटी पनि छैन फ्याक्ट्रीमा काम गर्ने सिलाउने छैन पछि थाहा पाएछन् गरम बेसी गरेछ मन्दिरमा गएर सबै गरेछ अनि हिजो बिहान टक्क एबी न्युजको कार्ड बोकेर म लुगा घर बसिरहेको थिएँ हिजो शनिबार टक्क सर नमस्कार भनेर छिरो यसो हेरेको चिनाजलाई अनि के हो अनि केटा त अनि पत्रकार पो भइस् जस्तो भनेको सर मेरो एम थियो सर हजुरलाई म फलो गर्न त छोडेको छ नि म एकदम सरको एकदम ठुलो फ्यान हो नि सर भन्दै आयो ल गजब गरेछस् भाइ ल अब गइस् बजापछि के भयो छोरा मैले यो किन भनेको भने मगा 3 महिना जोडिएको मान्छे बस्यो उसलाई 3 महिना मैले गरेको व्यवहार मन परेर त नि ऊ फर्केर खोजी आयो त आज त ठुलो मान्छे भइसकेछ नि त ऊ अब ऊ ठुलो मान्छे हुँदाखेरि म दुःखी हुने होइन मलाई चाहिँ खुसी लाग्यो के ल कहाँ बस्छस् आइज भाइ ल बस भने चिया खायो गयो भने यस्ता मान्छे चाहिँ म कहाँ काम गर्ने मान्छे जस्तै पढ्दै गरेको स्टुडेन्टहरूले म कहाँ काम गरे होला नि कोही आज उद्यमी कति बनिसके कोही डक्टर भयो होला नि कि कोही के पढ्न गयो होला नि त त्यो आउँछ नि त आयो होला नि अब म कहाँ काम गर्ने मान्छे कोही विदेश गएर धनी भइसक्यो होला म भन्दा होइन मसँगै साइडमा काम गर्नेहरूले कति राम्रो अरू खोलेर राम्रो गरिरहेछन् ती त मैले निकालेको प्रडक्टहरू हो नि त मैले उनीहरूलाई त्यो ओएबाट काम नसिकाएको भए मैले गर्नु तिमीहरूले चाहिँ यसरी गर्नुपर्छ है आफै गर्नुपर्छ मेरो मात्रै काम गर्ने होइन नभनेको भए मैसँग बसिरहेको थिएँ नि त मान्छेलाई त खुला हुन दिनु पऱ्यो नि गर्नुपर्छ सबैजनाले मिलेर गर्नुपर्छ भन्ने मेरो जुन सोचाइ थियो त्यो सोचाइले नै आज यहाँसम्म भएको त हो नि चाहिँ मलाई त्यस्तो लाग्छ के मैले मात्रै काम गर्ने होइन अरूलाई पनि काम गरौँ सिकौँ देशको लागि केही गरौँ व्यापार व्यवसाय सँगसँगै केही काम गरौँ भन्ने हुन्छ कि व्यापार व्यवसाय ठुलो गर्दैमा धनी भनेर आफूले मात्रै पैसा कमाउनु हुँदैन नि त जति व्यापार ठुलो भयो त्यति राज्यलाई कर तिर्छ राज्यकोलाई पनि सहयोग भयो रोजगारीका सिर्जना भयो हजारौँ परिवार पाल्यो धेरै चिज भयो त तपाईँको त्यसले कमसेकम र मेटेरियल थोरै मात्रामा भए पनि र मेटेरियल आएर फिनिस गुड्स यहाँ भन्दाखेरि फिनिस गुड्स सहित आएका कस्टहरू जुन आयातित वस्तुहरूमा लाग्थ्यो त्यसमा कमसेकम फिनिस गर्दाखेरिको त लेबर त यहीँको हामीले प्रयोग गर्यौँ होइन त्यो लेबर प्रयोग गर्दाखेरि त कमसेकम राज्यमा धेरै पैसाहरू पनि आयो अनि काम गर्ने रोजगारीको चाहिँ भयो अर्को कुरा दाइको कुरा काटेँ यो गर्दाखेरि मसँग एउटा डाटा छ क्या जुन लगाउने कपडाको एउटा डाटा छ हामी नेपाली लगभग 3 करोड जुन हामी हाराहारी जनसङ्ख्या छौँ होइन त्यसमा सपोज 1 करोड चाहिँ बाहिर भयो एनआरएन भयो ल ठिकै छ एनआरएन 40-50-60 लाख होला नि यता 20-30 लाख 40 लाख त भारततिर काम गरेर 1 करोड राखिदिनुहोस् ल 1 करोड राखिदिनुहोस् बाँकी 2 करोड त हामी देशमा छौँ 2 करोड पपुलेसनले 1 वर्षमा 2000 को त कपडा किन्छ नि त धनी मानीदेखि लिएर एभरेजमा 2000 राखिदिनुहोस् होइन 2 करोडले 2000 को कपडा किने भने वार्षिक लगभग 40 अर्बको चाहिँ कपडा कारोबार हुन्छ देशमा 40 अर्ब भनेको तपाईँको हाम्रो नेपालको चाहिँ वार्षिक 1/3 जति बजेट हुन्छ होला एउटा कपडाले त्यो विदेश गइरहेछ त्यो पैसा
यो पैसा विदेश गइरहेछ जसमा 80% चाहिँ अहिले भर्खर डेटामा हामीले हेरेको थियौँ 80% चाहिँ चाइनाबाट मात्रै छ होइन अब कति चाहिँ त्यो अरू देश पनि छ बैंककबाट थाइल्यान्डबाट आउँछ इन्डियाबाट आउँछ इन्डोनेसियाबाट आउँछ कपडा आउँछ नि त भनेको मैले यो किन भनेको भने तपाईँ 40 अर्ब चाहिँ तपाईँको कपडाको लागि मात्रै त्यो एकदम मिनिमम हो त्यसको डबल हुन्छ त्यो तपाईँ 40 अर्ब पैसा बाहिर गइरहेछ त्यो 40 अर्ब पैसा देशमै राख्नलाई देशमै यही कपडाको चाहिँ उद्योग फ्याक्ट्रीहरू कल कारखाना खोल्दै र मेटेरियल यही उत्पादन गर्न सक्दैन पहिला कटनहरू यही उत्पादन हुन्छ यहाँनिर राम्रै उत्पादन जुटका कतिपय चिजहरू हामीले फिनिश गुड्स बनाएर गर्न पाइन्छ कपास खेती गरिदिने हो भने आउँछ रेशम किरा खेती त्यही त हो सबै आउने रुख बिरुवाबाट आउँछ कपडाहरू चाहिँ त्यहीँबाट आउँछ अब म कपडासँग रिलेटेड भएकोले कपडाको लागि मात्रै मैले कुरा गरिरहेको छु त्यस्ता त हजारौँ चिजबिजहरू छ नि देशमा खपत हुने यो कपडाको लागि चाहिँ तपाईँको त्यति मात्रै यहाँ देशमा बन्यो भने धेरै पनि परेन 5वटा मात्रै फ्याक्ट्री खोल्ने हो भने 50,000 जनाले त्यो कपडा बनाउने फ्याक्ट्रीमा रोजगारी पाउँछन् बाँकी त गार्मेन्ट व्यवसायहरू यहाँ हुन्छन् हाम्रो त कपडा त देश बाहिर जान्छ नि त इन्डिया पठाउन मिल्यो चाइनै पठाउन मिल्छ सामान त बाहिर पठाउन मिल्छ नि त यो डाटा चाहिँ हाम्रो चाहिँ पदमा बस्ने मन्त्री नेताहरूले यो चाहिँ निकालिदिनु पऱ्यो कि यो सानो एमाउन्ट हो क्या एउटा घरबाट निस्किने 2000 हो नि त तर देशैबाट निस्किँदा त 40 अर्ब त निस्क्यो नि त त्यो त पैसा बाहिर गयो यस्ता चिजहरू चाहिँ नेपालमा जुन जोगाएर गर्न सक्ने हो भने जे चिज गर्दा पनि पाइयो गर्नलाई फेरि त्यसमा मैले 40 अर्बको मैले मात्रै पठाउने भन्ने हुँदैन नि त त्यहाँ त 1 लाख जनाले गरेर जोगाए पनि त भयो नि त सबैले गरे भयो नि त अघि उद्यमी बन्नलाई के गर्नुपर्छ भन्नु भने उद्यमी बन्नलाई 40 अर्ब मध्येको 4 लाख रुपियाँ चाहिँ मैले जिम्मा लिने 4 लाख अर्काले जिम्मा लिए भयो नि त भयो त जे पनि गर्न मिल्यो कि कपास खेतीपाती किसानले गरिदिनु मिलवालाले किन्छ कपडा बनाउँछ अर्कोले डाई गरेर कलर निकाल्देला म सिलाउँछु म बजारमा पठाउँछु बजारमा पसलहरूले बेच्ला रिटेल पसलहरूले जनतालाई बेच्ला जनता फेरि किसानसँगै त पुग्यो त त्यो त सामान त किसानसँग पुग्यो नि त कपडा किन्ने भनेर त फेरि आम नागरिकमा पुग्यो किसानले कपडा किनेर लाउला फेरि अर्को साल उत्पादन गर्ला फेरि अथवा त्यसलाई चाहिने त्यो पैसाले मलजलहरू हाल्ला पानी हाल्ला सबै चिज गर्ला यो त रोटेट गरे त सजिलो छ नि त काम गर्नलाई त्यही रोटेट गराउनै गाह्रो त हो नि बीजको सिस्टम नै नभएर त बिग्रेको हो नि त त्यसले गर्दाखेरि हरेक चिजमा चाहिँ हामीले एकदम पोजिटिभ तरिकाले सोच्ने हो भने देशमा अथाह सम्भावना छ गर्न लागि छैन भन्ने चाहिँ केही पनि छैन क्या सब चिज राम्रो छ क्या देशमा त्यसको निमित्त चाहिँ एउटा आर्ट चाहियो निरन्तरता चाहियो अनि योजना चाहियो क्या मेन चाहिँ योजना चाहियो क्या प्लान म के गर्दैछु भन्ने एउटा प्लान चाहियो प्लान चाहिँ कसो भने फिक्सवाला प्लान चाहियो क्या एकछिन पछाडि चेन्ज हुने प्लान चाहिँ हुनु भएन त्यो चाहिँ अब त्यसमा अबको 10 वर्षपछि तपाईँको यो 20 वर्षको तपाईँको जर्नीमा तपाईँ यहाँ पुग्नुभयो 1600 रुपियाँ दाम घरबेटीको भाडा तिर्नुदाखेरि घरबेटीले टाइममा पैसा नदिँदाखेरि क्यों सुन्नु पर्ने मान्छे आज करोडौँको गाडी चढ्नुहुन्छ सयौँलाई अथवा हजारौँको परिवार पालिरहनु भएको छ सो एकदमै गरिरहनु भएको छ राज्यलाई कर बुझाइरहनु भएको छ यहाँसम्म तपाईँ आइपुग्दाखेरि चाहिँ अब तपाईँको 10 वर्षमा तपाईँ कहाँ पुग्ने लक्ष्य लिएर हिँडिरहनु भएको छ त्यस्तो एकदमै धेरै ठुलो चाहिँ तपाईँको चाहिँ मेरो अब इच्छा चाहनाहरू छैनन् किनभने मैले जुन हिसाबमा काम गरेँ मेरो एज यो अहिलेको जुन काम गरिरहेको छु मेरो एज चाहिँ 60 वर्षको हुनु पर्थ्यो जस्तो लाग्छ कि त्यो चाहिँ कस्तो हुन्छ भने कति आम मान्छेहरूले पनि मसँग भेट्दाखेरि यो तपाईँले गरेको हो र लाइक हुन्छ नि हजुर साँच्चै हो तपाईँले गरेको भनेर त्यो शङ्का गर्ने बेला छ क्या त्यो शङ्का गरेको चाहिँ कस्तो भने उनीहरूले रिसराग गरेर होइन क्या त्यो मेरो प्रगतिमाथि शङ्का गरेको औसत तपाईँको उमेरका मान्छेहरू त्यतिको एस्टाब्लिस भइसकेका हुँदैनन् त्यसले गर्दा मान्छेले चाहिँ त्यो हुनु स्वाभाविक अब त्यो हिसाबमा जाँदाखेरि एकदम फ्लोमा छोडिदिने हो जहाँ जता जान्छ क्या नछोड्ने काम गर्न के बढ्दै जान्छ गर्दै जान्छ फ्लोमा क्या यो कन्ट्रोल नै छैन क्या मैले भनेको म जतिसम्म लान सक्छु हुँदै जाओस् न मैले गर्ने काम गर्न छोड्दिनँ भन्ने काम गर्न छोड्दिनँ नेपालमा बनेको कपडा लाउनुपर्छ भनेर 10 वर्ष पहिला पनि भनेको थिएँ अबको 10 वर्षपछि पनि भन्छु म भन्छु के स्वदेशी उत्पादनै लगाऊ अनि चुनौती चाहिँ के छ तपाईँले यत्रो यहाँ पुगिसकेपछि तपाईँको सफलताको कुराहरू पनि सुनाउनु भयो चुनौती चाहिँ चुनौती चाहिँ तपाईँको व्यवसायको चाहिँ एकदमै मुख्य चुनौती चाहिँ काम गर्ने मान्छे पाइँदैन जुन नेपालमा रोजगारी पाइँदैन भन्छन् होइन कामै छैन नेपाल बसेर भन्छन् मेहनत गरेर खटेर काम गर्ने मान्छे पाइँदैन मैले अघि भने नि 40औँ हजारजनाले म कहाँ चेन्ज गरेर काम गरेर गइसक्यो होला किन भने त त्यही 1000 जना मात्रै 10 वर्ष 20 वर्षसम्म काम गरे भएको हुन्थ्यो मसँग त्यो चाहिँ कस्तो भने पैसा लिने
विदेशै जाने हो कि विदेश जाने पैसा फन्ड मसँग कलेक्सन गर्ने अनि हिँडिदिने हुन् क्या उनीहरू बाहिर चाहिँ लाग्छ विदेशमा गएर सफल भएर उनीहरूले गर्न सक्छन् विदेश जाँदाखेरि 3 वर्षपछि फर्किँदाखेरि म पनि विदेशै बसेर आएको एउटा व्यक्ति भएको हुनाले केही सडन अमाउन्ट जम्मा हुन्छ त्यो सडन अमाउन्ट ल्याएर यहाँ काम गर्दाखेरि केही पनि भन्नेवाला छैन जवानी पनि खेर गयो परिवारसँग पनि बिछोडेर बस्यो तर आर्थिक रूपमा केही लाभ होला होइन आर्थिक लाभमा त थोरै मात्रै हुन्छ त्यो लाभ पनि कस्तो हुन्छ भने 3 वर्ष बस्यो विदेशबाट फर्केर आउँदाखेरि 2-3 महिना नेपाल बस्दाखेरि खर्च हुन्छ क्या लाउरी भयो नि त गाउँमा चिने जानेको चिया खुवाउनु पऱ्यो साथीभाइ पार्टी गर्नु पऱ्यो यो गर्नु पऱ्यो त्यो सकिन्छ क्या फेरि विदेश जाने हो क्या फर्केर विदेश जाने पनि 2-3 थरीका मान्छेहरू देख्छौँ नि त हामीले जस्तै अमेरिका क्यानाडा अस्ट्रेलिया जानेहरू कहिल्यै फर्केर आउँदैन नेपाल हेर्नु 10 वर्ष भइसक्यो उहीँ घर किने गाडी किने इएमआई सुरु भयो लाइफ उहाँ उनीहरूको पुछारमा उहीँ आगो लाग्यो उहीँ आगो लाग्यो पुछारमा हाल अब तिर्नु पऱ्यो हेर्नु है त त्यहीँ आगो लाग्यो फर्केर आएको कुनै कहीँ हामीले देखाएको छौँ त हाम्रो छैन नि धेरै कम छन् हजारमा 2-4 जना आएकै छैन क्या त्यो हजारमा होइन लाखमा 2-4 जना होला नि क्या त्यो छैन तपाईँ त्यस पछाडिको तपाईँको दुबई मलेसिया कतार गएको हेर्नु 3 वर्ष बसे अनि दुबई बसेको मान्छे आएर कतार जान्छ कतार आएको फेरि मलेसिया जान्छ यसो हेर्दाखेरि के गल्फ कन्ट्रीमै राउन्ड ट्रिप हानिरहेछ उसले किन राउन्ड ट्रिप हान्यो भने उसले विदेश गयो 3 वर्ष बस्यो कमायो नेपाल आउँदा खर्च भयो अलिअलि खर्च भयो विदेश बस्ने लत लाग्यो पछि हुँदै गएपछि खर्च भयो सेभिङ भएन ठिक्क उसको लाइफ मात्रै चल्यो के त्यो भइसकेपछि जहाँको त्यही छ गुजारा चलाउने मेलो मात्र छ उद्यमीको कुराहरु छ अब विदेश गएर कतिवटा उसमा देखिन्छ के विदेश यति वर्ष फर्केर आएको म उतै वर्ष फर्केर आएको भनेर फर्केर आएपछि गाउँमा गएर खेतीपाती गरेर हुन्छ के त्यो खेतीपाती पहिल्यै गरेको भएदेखि ऊ विदेश जानुभन्दा पहिला उसको खेतमा कागती रोपेको भएदेखि आज कागतीले चाहिँ तपाईँ 10औं लाख आम्दानी दिन्थ्यो कागती हुर्किन्थ्यो नि त अब उसले कागती रोप्दाखेरि ऊ बुढो हुन्छ फल्ने बेलामा उसले नास्पति रोपेको भएदेखि स्याउ रोपेको भएदेखि जुन नगदे बाली उसको जग्गा जमिन सबै बाँझो छ म ट्राभल गर्दाखेरि प्लेनबाट ट्राभल गर्दाखेरि नेपालको जग्गा जमिन हेर्दै रुन मन लाग्छ कि सबै धाजा फाटेको हुन्छ माथिबाट त्यो देखिन्छ प्रायः जस्तो हेर्नु तराईका मान्छेहरू सबै आँप खेती हुने ठाउँ हो नि त दाइ खेतीपाती आँप लगाइदिएको भएदेखि 10 वर्षमा त आँप फलेर हेर्नु त इन्डियाको आँप विस्थापित गरिदियो नि त अहिले बर्खाको बेलामा आँप त म पनि खान्छु हजुर पनि खानुहुन्छ सबै बाहिरको आँप आउँछ नेपाली सप्तरीको आँप कसैलाई 1 क्रेट पठाइदियो भने त्यसको स्वाद छुट्टै कति मिठो हुन्छ क्या दाइ छुट्टै हुन्छ हाम्रो नेपाली माटो त्यस्तो राम्रो छ क्या हो त्यसले गर्दा चाहिँ कस्तो हुन्छ भने समय मात्रै बर्बाद भयो क्या सिपै सिकेर उसले चाहिँ के उद्यमी नै बनिसक्थ्यो नेपालमा बसेको भएदेखि त्यो पनि छैन तपाईँ कहाँ भएका लेबरहरू गर्दाखेरि स्किलफुल लेबरहरू त्यतिको पाइरहेको भेटिन्न त्यसो होइन लेबरहरूको चाहिँ स्किलफुल लेबर पाइन्छ स्किलफुल लेबर सर्टेन टाइममा 3 महिना 4 महिना पाइन्छ उनीहरू फेरि विदेशै जान्छ मिसन बाहिरको लागि मिसन बाहिरको लागि भनेपछि च्यालेन्जेस उद्यमी बन्नलाई च्यालेन्जेस भनेको चाहिँ यही नै चिज देखियो काम गर्ने मान्छे नपाइसकेपछि उद्यमी त पक्का बनेन नि त उद्यमी भनेको चाहिँ कस्तो भने जुन तपाईँको चाहिँ एउटा व्यापारको पनि दुईवटा तपाईँको चाहिँ नै व्यापारी र उद्योगपतिमा फरक हुन्छ नि त उद्योगपति भनेको चाहिँ सारा सबैलाई दिएर बाँकी बसेको लिने भयो व्यापारी भनेको चाहिँ डक्का बेच्ने ठ्याक्कै लिने भयो तपाईँ उद्यमी भन्नुहुन्छ कि तपाईँ व्यापारी म त उद्यमी भन्छु अच्छा म चाहिँ उद्यमी किनभने मैले तपाईँ ट्रेडर नभएर तपाईँ त आफै म्यानुफ्याक्चर गरेर म आफै म्यानुफ्याक्चर गर्ने सारा सबैलाई पहिला दिने अनि बाँकी बसे लिने नभए त्यति भोलि हुन्छ भन्ने आशा भने फेरि भोलि हुन्छ भन्ने गर्ने त्यसले गर्दा काम गर्ने मान्छे चाहिँ एकदमै मेरो मात्रै उद्योग होइन जहाँ पनि काम गर्ने मान्छेको सर्टेज छ अहिले तपाईँको जुनसुकै क्षेत्रमा पनि काम गर्ने मान्छेको चाहिँ खाँचो छ सबैभन्दा ठुलो चुनौती चाहिँ त्यही नै काम गर्ने मान्छेको नै हो अहिले अरू खासै केही पनि छैन तपाईँको समग्र रूपमा अब त वाइन्ड अप कार्यक्रमको अन्तिमतिर लाग्यो तपाईँले स्पष्ट रूपमा पोइन्ट वाइज भन्दाखेरि एउटा उद्यमी हुनको निमित्त चाहिँ के कुरालाई ध्यान दियो भने यहीँ केही गर्न सकिन्छ भन्ने कुरा गर्नु सक्छ धेरै कुराहरू यो क्लिपबाट कम्युनिकेसनबाट साथ थाहा पाइसक्नु होला बुदागत रूपमा गर्दाखेरि चाहिँ तपाईँको चाहिँ देशमै उद्यमी बन्नको लागि चाहिँ नम्बर 1 कुरा लगनशील हुनु पर्यो र क्लियर भिजन हुनु पर्यो क्या तपाईँ के गर्नुहुन्छ के चाहिँ गर्ने भन्ने एउटा क्लियर भिजन हुनु पर्यो कि तपाईँ त भिजन चाहिँ तपाईँको तरकारी पनि बेच्ने कपडा नि बेच्ने जुत्ता नि बेच्ने भयो भने भएन एक थरी मात्रैमा एउटा क्लियरवाला भिजन हुनु पर्यो त्यो भिजन आइसकेपछि तपाईँले चाहिँ नि काम सुरु गर्नुभन्दा अगाडि तपाईँले केही मात्रामा भन्यो भने अनुभव लिनु पर्यो क्या जुन फिल्डमा मैले आज गार्मेन्ट फ्याक्ट्री लाउँदाखेरि मलाई त कपडा दोकानकोदेखि अनुभव थियो नि त त्यस्तो एउटा अनुभव चाहियो कि त्यो अनुभवले गर्दाखेरि तपाईँ पछि फर्केर हेरेर फस्ने चाहिँ चान्सै हुँदैन अनुभव भयो भने त्यस पछाडि बल्ल तपाईँ लगानीको कुरा आउँछ के पहिला लगानीको कुरा आउँदैन के तपाईँ एउटा लगनशील म बन्न सक्छु
तपाईँको भिजन चाहियो, म यो गर्छु। त्यस पछाडि मार्केट हुनु पऱ्यो, मार्केट बुझ्नु पऱ्यो तपाईँले होइन, मार्केट बुझ्नु पऱ्यो क्या तपाईँले। के चाहिँ बिक्छ त नेपालमा चाहिँ, के चाहिँ बिक्छ अथवा यसको मार्केट चाहिँ कुन चाहिँ क्षेत्र हो त्यो हुनु पऱ्यो। र अर्को नम्बरमा तपाईँको लगानी हुनु पऱ्यो। एउटा आइडिया भयो भने त लगानी गर्नलाई त ब्याङ्क तथा वित्तीय संस्था समस्या छैन, व्यक्तिले पनि गरिदिन्छन्, व्यक्तिले गरिदिन्छ। आजको मितिमा केही कुराको प्रफिट हुने रहेछ भने 2-5 लाख तपाईँले पनि लगानी गरिदिनुहुन्छ नि। गरौँ न यार सेयरिङ। हामी अघि आइडियाजको लागि आइडिया भन्दा पनि आइडिएटरको लागि पनि उदाहरणको लागि तल हामी अघि यो हाम्रो पोडकास्ट सुरुभन्दा अगाडि विवेक दाइसँग बसेर हामीले एउटा गफको त प्लान निकाल्छौँ त यो आइडिया चाहिँ ल गर्ने भनेपछि ल गर्ने विज्ञापन यताबाट गर्ने यसले यसरी गर्ने आयो त हेर्नु त आयो आएन। एउटा योजना हो नि त योजना, तर त्यो चाहिँ तपाईँको लगानीको लागि समस्या नै भएन कि तपाईँले उत्पादन यसले गर्न सक्छ, बेच्न बजार यो छ होइन। त्यस पछाडि काम गर्ने मान्छे के तपाईँ चाहिँ स्किल वर्करहरू चाहिन्छ। त्यस पछाडि तपाईँ एक्लैले काम गर्ने भएन त जुन उद्यमी बन्नको लागि, उद्योग खोल्नको लागि त अरू टिम पनि चाहिन्छ। त्यो भयो भने तपाईँको चाहिँ यी 6वटा कुरा भयो भने तपाईँ नेपालमा सफल उद्यमी बन्न सक्नुहुन्छ। यी 6वटा कुरालाई चाहिँ नोट गरेर राखेको हुन्छ तपाईँले। पहिलो चिज तपाईँको चाहिँ लगनशील हुनै पऱ्यो। केही काम गर्नुभन्दा पहिला तपाईँले अध्ययन गर्नु पऱ्यो, म लगनशील हुन्छु, दायाँ बायाँ हुन्न। मैले एउटा गोलभेडा खेती लगाएको छु भने गोलभेडा खेतीलाई चाहिने मैले बिउलाई पैसा तिर्छु, अन्त लाँदिनँ। खनेको पैसा किसानलाई तिर्छु, त्यो लाँदिनँ। मल यहाँ चाहिन्छ, टनेल बनाउन पैसा चाहिन्छ। म सबै चिज के जम्मै चिजको उत्पादन भइसकेपछि बजार कहाँ हो भन्ने कुरो लिएर जाने ती चिजहरू चाहिँ सबै त्यसमा खटेर त्यसको पैसा तपाईँ ननिकाल्नुहोस् क्या, प्रफिट मात्रै निकालिदिनु। अलि 2-4 वर्षपछि आफै बसिरहेको हुन्छ क्या। त्यो गर्ने हो भने नेपालमा सफल उद्यमी बन्न कहीँ केही गर्नै पर्दैन। अहिले टोटली चाइना र इन्डियाको मार्केटले त धानिरहेको छौँ हामी। ती चिजहरू नेपालमा उत्पादन गर्ने हो भने त गजबले बिक्छ त। जुन मैले उत्पादन गरेको मेरो चिज बिकिरहेछ, लगाउने मान्छे खुसी छन्, दोहोऱ्याएर किनिरहेछन्, फेरि चाहियो भनिरहेछन्। मसँगको साथीहरूले सुरु गरे, त्यो पनि राम्रो छ। जुत्ता मेड इन नेपालमा हेर्नु न कति राम्रो जुत्ताहरू बनाइरहेछन्। धेरै चाइनाको जुत्ताहरू चाहिँ विस्थापित हुने अवस्था भइसक्यो। तपाईँ भइसक्यो। गोल्डन स्टार सुजकै कुरा गर्ने भने गोल्डन स्टार सुज रातारात बनेको होइन। गोल्डन स्टार सुज 40 वर्षको कहानी छ। सोनाम भन्ने ब्रान्डको कुराहरू जो इन्टरनेसनल एक्सपोर्ट गर्छ त्यतिकै बनेको छैन नि त। त्यो त धेरै दुःखहरू छन्। उनीहरूको लगनशील जुन भिजन थियो नि त, उसको भिजन पहिलादेखि यति वर्ष पहिलादेखि म यो गर्छु भन्ने उनीहरूले देखाएको थियो नि त। जुन पहिलाको जुन सपना देखाएको थियो नि त। तपाईँको सपना देख्न चाहिँ राति सुतेर देखिने सपना होइन के, उठेर बसेर गरेको कल्पना जुन अहिले मैले यहाँ बसेर जुन मैले सोचिरहेको छु त्यो चाहिँ सपना हो कि खासमा। गजबको सपना चाहिँ के राति सुत्ने बेला त जसले नि सपना देखिदिन्छ नि, त्यो सपना मान्दिनँ मैले के। अहिले यतिकै म बसिरहेको छु, बोलिरहेको छु, तपाईँसँग बोलिरहेको छु। मेरो काम मेरो एउटा साइडबाट उहाँ काम यहाँ के गरेको नि आज त्यसको त्यहाँ पठाउनु पर्ने थियो, यहाँ गर्नुपर्ने थियो, त्यसलाई पैसा दिनुपर्ने थियो, यहाँ त्योसँग पैसा मारि यता दिनुपर्ने थियो। हेर्नु मैले सपना देखिरहेको छु भित्र। तपाईँसँग कुरा गर्दा गर्दा मैले अलगै सोचिरहेको छु कि हो यो हो सपना भनेको चाहिँ के, कामप्रतिको लगाव सपना चाहिँ यो हो कि। यो सपना चाहिँ देख्न सक्नु पऱ्यो कि। काम गरेर चाहिँ कति बेला चाहिँ घडी हेरेर कति बेला निस्किउँला म बाहिर जाउँला भन्ने होइन कि। त्यहीँ आफ्नो काममा चाहिँ एकदम लगनशील भएर बस्ने चाहिँ यो सपना चाहिँ देख्न जरुरी छ। एउटा सफल उद्यमी बन्ने हो भने नेपालमा लगानीको कुरा छैन कि। कसले दिन्छ लगानी, सरकारले के दिन्छ, यो मतलबै हुँदैन कि। कसैसँग के मतलब नै हुँदैन कि। खोइ अहिलेसम्म कुनै सरकार मेरो पालामा मात्रै प्रधानमन्त्री नै 18 जना जति चेन्ज भइसक्यो होला मैले काम सुरु गरिकन। स्वरोजगार कोष भनेर कति पैसा बाँडी होला, तर खोइ उद्यमी बनेका छैन नि। यो अर्काले दिएर कहिले उद्यमी बन्ने कदापि पनि होइन। एउटा उद्यमीले ऋण लिएको छ, त्यसलाई ऋण तिर्न सक्छु, काम गरेर आफ्नो काम कर्मचारीलाई तिर्न सक्छु। एउटा कुरा म तपाईँलाई एउटा कुरा चाहिँ एउटा पोइन्टवाला कुरा म भन्छु। आफूले काम गर्ने बेलामा म कसैको ढोका ढकढकाउन जाने होइन के। ढोका ढकढकाउन माग्न जाने होइन के। माग्न जाने भने त स्वार्थी हुने होइन र। कसैले दिनु पऱ्यो क्या, ला त गर भाइ भनेर कसैले दिएछ भने थाहा पाएर दिनु र आफै गएर माग्नुमा धेरै फरक पर्छ नि त। त्यो चिजमा धेरै फरक पर्छ नि त। स्वार्थी बन्ने होइन के, स्वावलम्बी बन्ने हो के। मान्छे भइसकेपछि स्वार्थी बन्नु हुँदैन कि। स्वावलम्बी बन्न सिक्यो भने न अरूको बारेमा सोध्छ। स्वावलम्बी बन्नेले त पनि गरै भन्छ, सिकाउँछ। स्वार्थी बन्नेले त सबै बटुलेर आफ्नो कब्जामा राख्छ क्या स्वार्थीले। स्वावलम्बी मान्छेले चाहिँ अरूलाई सिकाउँछ क्या, ए तँ यसो गर, तँ यसो गर, तँ यसो गर भनेर सिकाउँछ क्या। एउटा त्योवाला ट्रिट चाहिँ हुनु पऱ्यो कि। मान्छे भइसकेपछि उद्यमी जोसुकै होस् उद्यमी भइसकेपछि हुनु पऱ्यो कि। अब कसैले कतिले मैले एउटा सपोज एउटा प्रडक्ट बनाएर बेचिरहेको छु, त्यो चाहिँ एकदमै हट सेल भयो कि।
अरूले बनायो भनेर मैले रिस गर्ने होइन क्या, बनाउनु दिने हो क्या, जाओस् न बजारमा जति फ्याँक्छ फ्याँक्ने हो नि त, गर्ने हो नि त, उसको पनि त राम्रो भयो नि त। त्यो राम्रो चिज चाहिँ त्यो पोजिटिभ चाहिँ सोच्नुपर्छ क्या। त्यो अर्को कुरा चाहिँ अर्को नम्बरको कुरा के छ भने म कहाँ काम गर्ने मान्छेहरूलाई म सबै चिजबिज म सिकाइदिन्छु क्या, यो फेब्रिक धागादेखि लिएर सबै यसरी हुन्छ सबै चिज सिकाइदिन्छु क्या। अनि मलाई कस्तो लाग्छ भने त्यो एउटा मैले कतै उसमा पढेको थिएँ होइन, माझीहरूलाई चाहिँ एउटा कुनै देशमा माझीहरूलाई चाहिँ माछा लगेर दिन्थ्यो अरे क्या सरकारले जहिले। यहाँ खोला छ, माछा अथाह माछा छ होइन, अनि त्यो माछा लगेर केजी माछा लगेर घर घरमा सरकारले पुऱ्याइदिँदो रहेछ अरे क्या, माछा पुऱ्याइदिँदो रहेछ अरे। अनि अब सरकारको के हो कसो हो, 1 महिनासम्म माछा दिन सकेन, सबै माझी मरेछन् हेर्नु है त, त्यहाँनिर बसेको माझी मरे, माछा यहाँ उडिरहेछ, यतै त्यहीँ उडिरहेछ माछा, अब माछै खाने हो। अब त्यहाँ भइदियो के भने त्यो सरकारले त्यहाँ 2 दिन माछा मारेर सिकाइदिएको भए त त्यसका त पुर्खादेखि लिएर आगामी सन्तति सबैले माछा मारेर खाएर बेचेर त तिनीहरू त उपलब्धि हुन्थ्यो नि त तिनीहरूको, हेर्नु त एक्सपोर्ट गर्थे होला, माछा एक्सपोर्ट गर्थे होला नि तिनीहरूले। त्यो आसक्ति रूपमा त्यो आत्मनिर्भर नबनाएर त्यो निर्भर बनाउँदाखेरि हो। निर्भर चाहिँ कस्तो भने, अनि यो चिज चाहिँ आम मान्छेले कसरी सम्झिन्छ भने जस्तै व्यापारी, म व्यापारी भएँ नि, मैले पनि व्यापारीसँगै देशको लागि पनि सोच दिनु पऱ्यो क्या मैले, हजुर मिडियाकर्मीसँगै देशको लागि पनि सोच दिनु पऱ्यो क्या, हो कि न। कहिलेकाहीँ देशपछि एकदमै आपद विपद पऱ्यो, तपाईँ अनएयरमा सारा हुनुहुन्छ, जनतालाई अलर्ट गर्नु पऱ्यो, अनि तपाईँ सञ्चार मन्त्रालयले जिपी तँलाई चाहिँ 5 लाख रुपियाँ दिन्छु भन्दैन भन्ने कि तपाईँ आफै यहाँबाट गर्ने हो त, तपाईँ धर्म त निभाउनु पऱ्यो नि। कतिपय तपाईँ व्यवसायहरू यीहरू चाहिँ कस्तो भने भनिदिँदैनन् कि आफू मात्रै गर्ने टाइप हुन्छ, त्यो चाहिँ हुनु भएन। उद्यमीसँगै पोजिटिभ थिङ्क भनेको चाहिँ त्यताबाट आउनु पऱ्यो क्या, मैले गरिदिनु पर्ने कुरा कर्तव्य के हो भन्ने कुरा पनि जान्नु पऱ्यो क्या। आखिरमा हामीले कमाएको त यही समाजबाट हुन्छ भने समाजमा नै केही दिनुपर्छ भन्ने कुरो सोचहरू पैदा हुन सक्यो भने चाहिँ हामीले गर्न सकिन्छ। धेरै रमाइलो भयो तपाईँसँग कुराकानी गरेर। तपाईँले इस्टाब्लिस गर्नुभएको यो थ्रेड गार्मेन्ट, त्यो सँगसँगै 8-10 वटा ब्रान्डहरू, नेपाली ब्रान्ड नै तपाईँले इस्टाब्लिस गर्नुभएको छ। रिसेन्टली तपाईँले यो लुगा घर भनेर इमाडोलमा खोल्नु भएको छ, त्यसको पनि ब्रान्चहरू खोल्ने तयार, त्यसको चाहिँ देशैभरि हुन्छ। त्यो लुगा घरको चाहिँ कस्तो मेरो कन्सेप्ट कस्तो छ भने, आम उपभोक्तालाई जुन नेपाली सामान कहाँ पाउने भन्दाखेरि यहाँ पाउने, जुन अहिलेको जुन त्यो इमाडोलको जुन कन्सेप्ट छ, त्यसमा चाहिँ म के भन्छु भने त्यो अरू कोही साथीहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने लुगा घर खोल्न आउनुहुन्छ, मसँग फ्रेन्चाइज बकाइदा छ, पैसा पर्दैन मलाई, फ्रेन्चाइजको पैसा पर्दैन, व्यापारको सेटअप गरिदिन्छु, तपाईँहरू बेच्नुहोस् कमाउनुहोस्, मलाई प्रफिट पनि चाहिँदैन। मेरो एउटै मात्रै उद्देश्य भनेको म आफै मेरो लागि म आफै काम गर्न सक्छु, मेरो एउटै मात्रै उद्देश्य भनेको नेपाली प्रडक्ट सहजै पाउन् र त्यो एउटै आउटलेटबाट पाउन् र मैले गरेको कामले कसैले रोजगारी सिर्जना होस्। त्यो एउटा आउटलेट खोल्दाखेरि 15-20जना त काम गर्ने मान्छे त्यहाँ पनि आउँछ, हो कि भन्नु न। साथीभाइ मिल्नुहोस्, आउनुहोस्, विदेशमा कोही हुनुहुन्छ भने त्यही केही कन्सेप्ट भने आउनुहोस्, विदेशमा पनि खोल्नुहोस्, नेपाली प्रडक्ट म यहाँबाट पठाउने म पठाइदिन्छु, सबै सेटअप म गरिदिन्छु, त्यो पनि बिना चार्ज के। मलाई केही पनि मेरोको चाहिँ यो त्यो केही पनि छैन। कोही उद्यमीहरू साथीहरू हुनुहुन्छ भने यस्तो काम गर्न खोजिरहनु भएको छ भने कृष्ण राज तिमिल सिन्हाजी हुनुहुन्छ, उहाँको थ्रेड गार्मेन्ट हजारौँ मानिसलाई रोजगारी प्रत्यक्ष रूपमा दिइरहनु भएको छ, राज्यलाई कर पनि बुझाइरहनु भएको छ र विभिन्न ठाउँमा गएर देशका युवा जनशक्तिहरूलाई, युवा पढिरहेका कलेजका अथवा स्कुलका नानीहरूलाई पनि एउटा मोटिभेसन स्पिकरको रूपमा पनि धेरै आफ्ना कुराहरू, आफ्ना अनुभवहरू साट्नु भएको छ। र आजको कार्यक्रमबाट पक्कै पनि हाम्रो यो पडकास्ट शुभ भाइब्स हेर्ने मानिसहरूको लागि, शुभ भाइब्स जुन नाम छ त्यो अनुसारले शुभ सोच राख्यो भने सबै चिज शुभ हुनसक्छ, गरे के हुन्न र यही देशमा गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोतको रूपमा आफ्नो अनुभवहरू, आफ्ना अब भावी योजनाहरू सुनाउनु भयो। यो निरन्तरता, यो लगनशीलताले अझै थुप्रै नेपालीहरूको मन जितोस्, तपाईँको सफलताको कामना गर्दै आजको कार्यक्रममा हामी छुट्यौँ। Thank you so much, Krishna. Thank you.